आदरणीय सरम्यामहरू, सदा झैँ आज हामी जागरण एकाडेमीद्वारा सञ्चालित एआईको भिआइपी पेड कक्षामा जुमको माध्यमबाट फेरि यो सन्ध्याकालीन स्वर्णिम साँझमा हामी सबैजना भेला भइसकेका छौँ। सर्वप्रथम त यहाँहरू सबैजनालाई मेरो व्यक्तिगत तर्फबाट र समग्र जागरण एकाडेमी परिवारको तर्फबाट हार्दिक स्वागत गर्दछु। पक्कै पनि यहाँको आजको दिन निकै सुन्दर भयो होला भन्ने अपेक्षा गर्दै अब हामी भेट्यौँ भने अझै हाम्रो यो समय यो पल निकै महत्त्वपूर्ण र सुन्दर हुनेछ भन्ने कुरा अपेक्षा गर्दै सदा चाहिँ यहाँहरू कक्षा अवधिभर निकै सक्रियताका साथ यो कक्षामा सहभागी हुनुहुनेछ र हातमा नोट कपी कलम लिएर बसिसक्नु भएको छ। यहाँहरूले आफ्ना सामग्रीहरू मोबाइल ल्यापटपहरूलाई चाहिँ रेडी अवस्थामा पार्नु। सबैभन्दा पहिला सबैजना गुड पोजिसनमा बस्नका लागि मैले हार्दिक अनुरोध गर्दछु आदरणीय सर म्यामहरू। हामी ढिला नगरिकन अब आजको हाम्रो एआईको कक्षालाई अगाडि बढाउन गइरहेका छौँ। पक्कै पनि यहाँहरूको मनमा कक्षा चल्दै गर्दा हतार गर्नुहुने छैन, पालो सबैको आउनेछ भन्ने कुरा यहाँहरूलाई मैले जानकारी गराउँदै अबको कक्षालाई अगाडि बढाइदिनका लागि हाम्रा जागरण एकाडेमीका वरिष्ठ प्रशिक्षक डाइनामिक व्यक्तित्व आदरणीय कुमार प्रसाद सापकोटाज्यूलाई हार्दिक अनुरोध गर्दछु। कुमार सर प्लिज। थ्याङ्क यू। कार्यक्रम कोअर्डिनेटर तथा वरिष्ठ प्रशिक्षक आदरणीय मुना म्याम, सम्पूर्ण वरिष्ठ प्रशिक्षक आदरणीय गुरुहरू, जस्तो तिम्रो दृष्टि हुन्छ उस्तै तिमीले सृष्टि पाउँछौ, जस्तो तिम्रो दृष्टि हुन्छ उस्तै तिमीले सृष्टि पाउँछौ। उपस्थित सम्पूर्ण सर म्यामहरूलाई चौथो दिनको यो क्लासमा हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। यहाँहरूको सिकाइ आज चाहिँ खास गरेर नन डिजाइनलाई कसरी डिजाइनमा रूपान्तरण गर्ने भन्ने विषयमा रहनेछ। सबै सन्चै हुनुहुन्छ होला, सबै आराम हुनुहुन्छ होला, सबैले काम धन्दा भ्याएर आजको कुरा सिक्नका लागि रेडी पनि हुनुहुन्छ होला भन्ने विश्वास सहित आजको कक्षा देवी गुरु केही हो। आजको कक्षा सुरु गर्नु पूर्व हामी सानो एउटा गेमबाट अगाडि बढ्छौँ। साथीहरू गेम खेल्ने हो त? हो नि, गेम खेल्ने हो नि हजुर, होइन? खै केही बोल्नु न, किन बोल्नु न भन्ने कुरा चाहिँ मलाई थाहा छ। म पहिला बोल्ने गराउँछु सरलाई, किन बोल्नु भएको छैन ल। यहाँ दुईटा कुरा छ। यस, नमस्कार सर म्यामहरु। नमस्कार नमस्कार। ओके, गेम खेल्नलाई सबै रेडी? एउटा गेम खेलौँ, त्यसपछि यहाँहरूको कुरा सुन्छु म। नमस्ते सर, म त घर पुग्दैछु एकछिन। ठिक छ गुरु, गेम खेल्दाखेरि हजुर घर पुगिसक्यो, त्यसपछि घर पुगेर फेरि हामी क्लास सुरु गरिहाल्छौँ है गुरु। हस् सर। ओके ओके ओके। हिजोको क्लासमा तपाईँलाई दिएको च्यालेन्जहरू के कस्तो गर्नुभयो भनेर म दुईजना साथीहरूको प्रतिक्रिया लिनेछु। त्यो प्रतिक्रिया चाहिँ एआईलाई नै प्रयोग गरेर लिनेछु। ल है हजुर, अब कसको नाम आउँछ मलाई थाहा छैन। ल हजुर, हाम्रो एकजना साथीलाई छानिदिनुहोस् जसले हिजोको च्यालेन्ज पुरा गर्नुभएको छ। पाठ छानिदिनुहोस् हजुर। ओके, आजको पहिलो भाग्यमानी सहभागी को हुनुहुन्छ? श्याम कुमार सुनवार, प्लिज अनम्युट गरेर बोल्न सक्नुहुन्छ। हिजोको क्लास कस्तो रह्यो, यहाँलाई के काम गर्नुभयो? हजुर आफै अनम्युट गर्न मिल्छ है? हस् सर, हस् भइरहेको छ। ल प्लीज। सम्पूर्ण गुरु गुरुआमाहरूलाई मेरो एकमुष्ट नमस्कार छ। हिजो चाहिँ हामीले के भन्छ नोटबुक एलएममा कुरा गरेका थियौँ, काम गरेका थियौँ। नोटबुक एलएम चाहिँ यसमा काम गर्न ठिकै लागेको छ मलाई। यसमा थोरै काम गरिरहेको छु। अब त्यसरी हाइएस्ट र त्यसरी चाहिँ यो फास्ट चाहिँ होइन, ठिकै गरिरहेको छु। र एउटा अब भन्नु पनि पर्यो होइन समस्याहरू। त्यो एउटा नोटबुक एलएममा यो टास्क बारमा चाहिँ छ नि सर, त्यो किन हो मेरो चाहिँ के अरे अपग्रेड गर्नु भनेर देखायो। 2-3वटा चाहिँ गरेँ, त्योभन्दा अरू बढी के भन्छ अपग्रेड गर्नु भनेर आयो। त्यस्तै छ सर। मैले हिजो पनि भने सर, अलि झ्यार फिल्म के अरे टिभी अलिक ऊ भएर त्यस्तो आउँछ नि, त्यस्तै छ। अब क्लियर होला भन्ने आशामा छु सर। ल नमस्कार, मेरो यही हो। थ्याङ्क यू गुरु। प्र्याक्टिस म्याक मेन पर्फेक्ट। अभ्यासले नै हामीलाई सफल बनाउँछ।
प्रविधिको त के कुरा साथीहरू, मान्छे त अपग्रेड हुनुपर्छ, त्यसैले त हामी यहाँ जोडिएका छौँ। प्रविधिले पनि हामीलाई अपग्रेड गर भन्छ, स्वाभाविक हो। यसको बारेमा म थप कुरा गर्नेछु। थ्याङ्क यू अदानी गुरुलाई अत्यन्त राम्रो प्रतिक्रियाको लागि। यसै गरी दोस्रो प्रतिक्रियाको लागि हामी अगाडि बढ्दैछौँ। दोस्रो आजको प्रतिक्रिया राखिदिनका लागि एआई भाइ सहयोग गरिदिनुहोस् हामीलाई, ल प्लिज। दौड्नुहोस् हजुर, कुहाउँदै हुनुहुन्छ, एकदमै तयारी अवस्थामा सबैको सम्भावना बराबर हो भन्दै भन्दै थियौँ। यस्तो गर्न पाइन्थेन त नियमले, किन यस्तो गरेको? त्यो त नियमको विरुद्धमा गयो नि हो। यहाँ रिपिटेड भएको छ, सरी, यही छान्नु छ। ओके, तीर्थबहादुर कार्की प्लिज सर। तीर्थगुरु प्लिज, हजुरको हिजोको सन्दर्भमा के रह्यो? हुनुहुन्छ? तीर्थ सर हुनुहुन्छ सर? बाटोमा छु भन्नुभएको थियो। ए यस्तै भएपछि अरूलाई पाला आउँदो रहेछ, के गर्नु होइन? हजुर तीर्थगुरु हुनुहुन्छ? तीर्थगुरु हुनुहुन्छ? ओके, खेलाइछ न सर, खेलाइछ। तीर्थ सरको हिजो नि पालो आएको थियो एकचोटि। जय कुमार राजवंशी सर प्लिज हुनुहुन्छ? जय कुमार राजवंशी सर, उहाँ पनि हुनुहुन्न सर? हाम्रो दुईजना साथीहरू नभएको हजुरले छानिदिनु भयो। भएको साथीहरू छानिदिनुहोस् प्लिज, भएको साथीहरू छानिदिनुहोस्। हेमत छन् चन्द उहाँ चाहिँ होइसिन्छ जस्तो लाग्यो। हेमत गुरु होइसिन्छ? ल प्लिज। उहाँ पनि हुनुहुन्न जस्तो छ। यो हाम्रो यही ब्याज त हो नि, यो म कन्फ्युजन थाले हो, यही ब्याज हो। गुड। जुनिता म्याम प्लिज, जुनिता म्याम। समुद्र पारीबाट हुनुहुन्छ, यसले पनि आज म्यामलाई छानिदिएको छ, प्लिज म्याम। हुन्छ, धन्यवाद आदरणीय एआई गुरु, यो अवसरको लागि। समय अनुसारको परिवर्तन हुनु पक्कै पनि हामीले जरुरी छ भन्दै यहाँहरू सम्पूर्ण सर म्यामहरूलाई फेरि पनि नमन गर्दछु। अनि भन्दै हिजोको क्लासको बारेमा के भने, हामीले चाहिँ नोट के भन्छ, नोट पढेको थियो हामीले, एलएलबी, नोट एलएलबी होइन सर, नोटबुक एलएलबी बाट चाहिँ हामीले सिकेका थियौँ के अरे उयो के भन्छ त्यो भिडियो होइन, अडियो बनाउनु, अनि त्यहाँदेखि अरू के भन्छ उयो एउटा रिपोर्ट जस्तो तयार गर्ने, त्यस्तो गरेर मैले चाहिँ जे त्यो भिडियो बनाउने होइन, अनि त्यहाँदेखि अडियो तिनीहरू बनाएँ। अनि त्यसपछि मैले चाहिँ एउटा भिडियोमा चाहिँ हो, त्यसमा भिडियोमाथि चाहिँ मैले त्यो थम्बनेल जस्तो बनाएर त्यहाँ लगाएँ होइन सर। अनि त्यो लगाएपछि मैले उसमा फाइलमा सेभ गरेँ। सेभ गर्दाखेरि मजाले त्यो थम्बनेल सहित आयो, तर मैले जुन ग्रुपिङमा पोस्ट गर्नु खोज्दाखेरि चाहिँ त्यो थम्बनेल मात्रै गयो क्या सर, त्यस्तो भयो होइन। अनि मैले चाहिँ मेरो चाहिँ के भन्दाखेरि उयो स्लाइडिङहरू बनाउने होइन, पावर पोइन्टबाट स्लाइडिङहरू बनाउने, अनि त्यसपछि पोडकास्ट बनाउने हो मेरो चाहिँ इच्छा होइन सर। अनि त्यो पोडकास्ट पनि ट्राई गरेँ, भएन क्या सर, त्यो पोडकास्ट पनि भएन। अनि स्लाइडिङ चाहिँ बनाएको छु, तर त्यसलाई पुरा पावर पोइन्टमा लगेर रन गर्नु चाहिँ अलिकति अब गुरु नै चाहियो मलाई सर। ल धन्यवाद सर, त्यति नै। हस्, थ्याङ्क यू। साथीहरू धेरैको केही छ होला, मैले अब तपाईँहरूले आफै अनम्युट गर्न मिल्छ। हिजोको सन्दर्भमा यहाँहरूको केही जिज्ञासा, केही क्वेरिज यसो भएको भए हुन्थ्यो भने केही छ भने प्लिज राखिदिन, मैले अनुरोध गरेँ। आफैले अनम्युट गर्नु होला, पालो पालो ट्याक्कै गर्नु होला प्लिज। हजुर सर नमस्कार। नमस्कार गुरु, नमस्कार। के अरे म एउटा कुरा सोध्नको लागि फोन गरेँ, केही कुरा गर्न खोजेको सर। कस्तो भन्नुहुन्छ भने म हिजो अलि क्लास लास्टसम्म बस्न सकेन, किन भन्दा म कहाँ यहाँ लाइट गएर पछि नै भएन होइन सर। त्यसले गर्दा मैले
यो नोटबुक एलएम चाहिँ मैले अलि पहिलादेखि नै अलि ट्राई गरेर आफै चलाइरहेको थिएँ चलाउनु त त्यसमा खासै त्यहाँ मैले गर्न खोजेको के हो भन्नुहुन्छ भने मैले यो त्यो मार्फत टिचरहरूलाई म चाहिँ स्कुलको फाउन्डर हो क्या सर म प्रिन्सिपल आफै भएर बसिया हो त्यसपछि अनि त्यसपछि टिचरहरूलाई चाहिँ मैले बेला बेला त्यसको बारेमा सिकाउँथेँ अनि त्यहाँबाट उनीहरूलाई लेसन प्लान बनाउने कसरी बनाउने त्यसपछि गएर त्यहाँबाट पावर पोइन्ट पिपिटीहरू कसरी बनाउने त्यसलाई चाहिँ के अरे यो हामीसँग स्मार्ट बोर्डहरू छ क्या सर स्मार्ट बोर्डमा कसरी उहाँहरूलाई टिचिङ गर्ने भन्ने कुरा चाहिँ गर्थेँ तर त्यहाँ मलाई एउटा समस्या के भयो भन्नुहुन्छ भने त्यो पिपिटीमा डाउनलोड गर्न मलाई अलिक समस्या आएन कि के भयो त्यो ठ्याक्कै पिडिएफमा आइदिन्छ कि पिडिएफ नै आउँछ गुरु पिडिएफ नै आउँछ चिन्ता नगर्नुहोस् आज हामी त्यसको समाधान गर्छौँ आज त्यसको समाधान गर्छौँ आज गर्छौँ गुरु ए हस् सर हस् कुन ठाउँ भन्नुभयो हरि गुरु हजुरको मेरो मुगु सर ए मुगु हो कि कुन विद्यालय कुन स्कुल हजुरको त्यहाँ खोल्नु भएको मेरो सिद्धार्थ गौतम नेसनल बोर्डिङ स्कुल भन्ने छ सर ए ओके हरि सर एकदमै खुसी लाग्यो सर त्यहाँको शिक्षामा रूपान्तरण गर्नका लागि सरले जुन खालको अभियान चलाउनु भएको छ त्यसमा हामीले गर्ने सहयोग के रहन्छ हामी गर्छौँ गुरु थ्याङ्क यू मैले लगिसकेँ सर उहाँको के अरे हाम्रो डाक्टर तारा सरको 1 मन्थ टिचर के अरे प्रोफेसनल डेभलपमेन्ट ट्रेनिङ चाहिँ लगिसक्यो हो उहाँसँगै अनि उहाँसँग चाहिँ के यो उहाँ जुम मार्फत टिचरहरूको मोटिभेसन ट्रेनिङ चाहिँ मैले गराएको हो त्यसपछि ए ओके ओके थ्याङ्क यू गुरु थ्याङ्क यू अरू कसैको केही छ भने प्लिज छोटो प्रतिक्रिया हो के राजन गुरु हजुर प्लिज प्लिज अनम्युट गरेर बोलिसक्यो सर राजन गुरु हजुरले बोल्नु हजुर सुरु गरौँ हजुर हजुर गुरु हजुर हजुर गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् ब्रह्मा तस्मै श्री गुरुवे नमः। जागरण एकाडेमीद्वारा यो भिआइपी पेड आर्टिफिसियल इन्टेलिजेन्स एआई सम्बन्धी क्लासमा हामी आज चौथो दिनमा छौँ र तेस्रो दिनको बारेमा गुरुले यहाँ केही अलमल अथवा दुविधा भएको विषयमा र के बुझ्नुभयो भन्ने बारेमा प्रश्नोत्तरको क्रममा हिजोको क्लासको बारेमा लगभग सबै कुराहरू अब पर्फेक्ट त कोही पनि हुँदैन यो सिक्दै जाने हो यो प्रविधिमा जति खेल्यो उति चाहिँ नि पारङ्गत भइन्छ। अब हिजोको मैले स्लाइडहरूलाई चाहिँ नि सर र आफूले चाहिँ नि मैले एउटा स्लाइड पनि त्यहाँ एउटा अंश चाहिँ नि अपलोड गरेको छु हाम्रै उसमा यही मेसेन्जरमा चाहिँ नि मैले अपलोड गरेको छु त्यो राजस्व कानुनको बारेमा चाहिँ नि मलाई स्लाइड 12-13वटा स्लाइड बनाएको थियो मैले फर्स्ट स्लाइड अपलोड गरेको छु हो त्यो स्लाइड चाहिँ नि मैले डाउनलोड गर्ने अप्सनहरू चाहिँ नि मोबाइलबाट गरेको छु मैले डाउनलोड गर्ने अप्सन चाहिँ नि मैले भेटाइनँ त्यसले गर्दा मैले स्क्रिनसट गरेर चाहिँ राखेको छु त्यो एकदमै महत्त्वपूर्ण लागेर त्यो डाउनलोड गर्ने अप्सन चाहिँ नि भइदियो भने मेरो सधैँभरि चाहिँ नि डाउनलोड भएर बस्छ मैले चाहिँ नि गुगलमा लेखेर गएर चाहिँ नि राख्ने मेरो उसमा इमेल आइडीमा भनेर हो त्यो डाउनलोड गर्ने अप्सन चाहिँ नि मैले भेटाइनँ हो हुन्छ अरू साथीहरूको केही छ म एकजना साथीको लिन्छु अरू एकजना साथीहरू केही छ बारे भने प्लिज राख्नु होला सर त्यो मोबाइलको के अरे मेरो नेपाली चाहिँ सेटिङ चाहिँ आएन त्यही हजुरले भिडियो हेर्नु भएन होला गुरु मैले हिजोको भिडियो एउटा पनि नकाटिकन बिहान 7 बजेबाट त्यो भिडियो बनाउन थालेको मलाई 12:30 बजीसम्म लाग्यो एउटा तालिममा थिएँ मेरो ट्याक्कै 1 बजेबाट आफूले लिनुपर्ने क्लास थियो तर मैले तालिमभन्दा फोकस त्यसमा गरेको थिएँ त्यो भिडियो कम्प्लिट भएछ मैले हाल्दैछु गुरु त्यसलाई ट्याक्कै एकदमै इन्ट्रो बिस्तारै बिस्तारै हेर्नुहोस् त्यहाँ मोबाइल र ल्यापटपको दुवै कुरा छ त्यति गर्दा पनि बुझ्नु भएन भने जागरण तपाईँसँग छ पक्कै कुरो है त हस् यहाँहरू सबैलाई हेर्नेदेखि नै धन्यवाद सहित म पुनः आजको सेसनलाई अगाडि बढाउँछु मैले मिमिसा म्यामलाई इनबक्समा केही लेखेको छु मिमिसा म्याम हजुरले मलाई सुन्नु भएको छ मैले हजुरलाई इनबक्समा केही च्याट लेखेको छु यसो पढेर मलाई रिप्लाई गर्नु होला भन्दै म यतातिर सुरु गर्छु कि आदरणीय सर म्यामहरू आज तपाईँहरूसँग हामीले गर्ने भनेको नन डिजाइनलाई डिजाइनमा कसरी रूपान्तरण गर्ने भन्ने विषयमा स्पेशल क्यानभाको कुरा गर्दैछु यदि तपाईँ जुनसुकै पेसा व्यवसाय प्रोफेसनमा भएको हुनुहुन्छ आजसम्मको क्लास तपाईँले केही पनि बुझ्नु भएको छैन केही पनि हजुरले जान्नु भएको छैन भने पनि क्यानभा मात्रै सही तरिकाले प्रयोग गरियो भने यसबाट हामीले भिडियो गराउने कुरा यसबाट हामीले पावर पोइन्ट बनाउने कुरा यसबाट हामीले इमेज बनाउने कुरा यसबाट हामीले तपाईँको संस्थाको वेबसाइट बनाउने कुरा यसबाट हामीले तपाईँको संस्थाको एप बनाउने कुरा यसबाट तपाईँले
ठुलो कार्यक्रम आयोजना गर्नु, 1 क्लिकमा सबलाई सर्टिफिकेट दिने कुरा सबै चिज गर्न सकिन्छ सर म्यामहरु। क्यानभाको क्लास मात्रै, क्यानभाको फुल क्लास 15 दिनको हुन्छ कि मैले सिकेको 15 दिनको क्लास हो। मसँग जम्मा क्यानभा सिकाउने टाइम कति छ 1.5 घण्टा। म त्यो 15 दिनको क्लासलाई 1.5 घण्टामा तपाईहरुसँग लैजान्छु र केही समस्या भयो भने फेरि यहाँसँग म शेयरिङ गर्छु। मैले समय हुँदा बित्तिकै यहाँहरुको सहजताका लागि भनेर युट्युबमा पनि केही कुरा हालेको छु। तर यसो हेरे मैले युट्युब हेर्नेको संख्या 200 पुगेको छ, तर एउटा पनि कमेन्ट छैन क्या हजुर। यसलाई यो गरिदिएको भए हुन्थ्यो, यसलाई अब यस्तो कुरा ल्याइदिएको भए हुन्थ्यो भन्ने कुरा हैन। स्वाभाविक हो, त्यो युट्युब मोनेटाइज भयो भने पैसा त मैले कमाउने नै हो क्या हजुर, त्यसमा त दुई मात्रै छैन कि। तर हजुरले तपाईँ हेरिसकेपछि एउटाको मेरो मात्र कसैको पनि तपाईँलाई उपयोगी लाग्छ भने हेर्ने, लाइक गर्ने, कमेन्ट गर्ने, सब्सक्राइब गर्ने गरियो भने के हुन्छ भने तपाईँले त्यो भिडियो फर्स्टमा पाउनुहुन्छ नि त। त्यसकारणले यति कुरा चाहिँ गरौँ, जुनसुकै भिडियो पनि गरौँ, किनभने यो टिममा काम गर्ने कुरा हो कि हामी त एउटै परिवारको सदस्य भएर टिममा काम गर्ने कुरा हो। यहाँ भएको साथीहरू मध्ये कतिलाई म पनि युट्युबमा यसो अलिअलि काम गरौँ भन्ने लागेको छ। त्यो साथीहरूले युट्युबमा मलाई काम गर्न मन लागेको छ, तर युट्युबको थमेल कसरी गराउने मलाई आइडिया छैन भन्नेहरूले 1 लेख्नु होला। मलाई त युट्युब चाहिँदैन भने 2 लेख्नु होला प्लिज। युट्युबमा काम गर्ने मन छ, थम्बनेल बनाउन आउँदैन भन्नेले 1 लेख्नु होला। मलाई त युट्युब खासै मतलब छैन भने 2 लेख्नु होला प्लिज। ओके, टु त कसैले लेख्नु भएन, के भयो? ओके, त्यो चाहिँ लेख्नु हुँदैन। थ्याङ्क यू। के कस्तो हुन्छ भने नि सर हाम्रो पूर्व शिक्षा मन्त्री महावीर पुनको पनि युट्युब छ क्या। उहाँले युट्युबको महत्त्व बुझेपछि युट्युब खोल्नुभयो, अहिले युट्युबमा के भिडियो राख्नु भएको छ। युट्युब भनेको त्यहाँबाट तपाईँले पैसा कमाउने कुरा मात्रै होइन सर म्यामहरु। मैले हिजो भनेको थिएँ, अबको 5 वर्ष पछिको विश्वमा त्यो व्यक्ति वा राष्ट्र अगाडि बढ्छ जोसँग रियल डाटा छ, जोसँग प्रारम्भिक डाटा छ। त्यसैले हामीसँग भएको मोबाइललाई प्रयोग गरेर प्रारम्भिक डाटा कलेक्सन गर्ने कुरामा चाहिँ हामी लाग्नुपर्छ। युट्युबमा त्यो कस्तो राख्ने, के राख्ने छोडिदिनुहोस्, जे आउँछ राख्नुहोस्, अरू केही नहोस्। कहिलेकाहीँ आफैलाई फुर्सद भएको बेला मैले के हालेको थिएँ युट्युबमा, के गरेँ मैले अहिलेसम्म फर्केर हेर्दा देखिन्छ क्या त्यो। त्यस कारणले पनि युट्युब बनाउनुहोस्। आजको क्लास म तपाईँहरूलाई चाहिँ धेरै समय लिँदैन। आज तपाईँलाई क्लास दिनको लागि मैले विशेष व्यक्तित्वलाई यहाँ निम्त्याउँदैछु, जसले पहिलो ब्याचमा यसलाई राम्रोसँग गर्नु भएको थियो। धेरै साथीहरूको कुरा के छ भने यो मोबाइलबाटै गर्ने हो नि सर, हामीसँग त मोबाइल छ, जहाँ मोबाइल बोक्छौँ, ल्यापटप बोक्दाखेरि सकिँदैन भन्ने साथीहरूलाई मोबाइलबाटै युट्युब थमेल तपाईँले चाहे जस्तो कसरी गराउने भन्ने कुरामा तपाईँसँग सेयरिङ गर्दै हुनुहुन्छ। हाम्रो पहिलो ब्याचको सहभागी एकदमै सक्रिय हँसिलो स्वभावकी धनी मिमिसा सुनार म्याम, प्लिज मैले हजुरलाई फ्लोर हस्तान्तरण गरेँ। मिमिसा सुनारजीबाट बाँकी कुरा प्लिज। धेरै धेरै धन्यवाद दिन चाहन्छु आदरणीय एआई गुरु कुमार सरलाई। आजको सिकाइ भोलिको भविष्य। नमस्कार सम्पूर्ण उपस्थित महानुभावहरूमा। म मिमिसा सुनार, जन्मघर लुगु ललितपुर, हालको बसाइ बुढालिङकण्ठ नारायणथान। म यस जागरण एकाडेमीको पब्लिक स्पिकिङ तथा रिट्रिट सेन्टरमा आयोजित यस एआईको फर्स्ट ब्याच, यस जागरण एकाडेमी ल्याएको धेरै सिकाइहरू मध्येको एक सिकाइ एआई क्लास एकदमै प्रभावकारी ढङ्गले अगाडि बढिरहेको छ र त्यसमा धेरै साथीहरू मध्ये म पनि थिएँ। यही क्लासबाटै म आएको हो र यहाँबाट धेरै कुराहरू सिक्ने अवसर मिलेको छ। थ्याङ्क यू सो मच सम्पूर्ण प्रशिक्षकज्यूहरूलाई। र मोबाइलबाट पनि धेरै कुराहरू गर्न सकिन्छ, ल्यापटपबाट नै। आजको युग भनेको एआई तर्फ गइसक्यो। हजुर कता हुनुहुन्छ भनेर जुन मैले मोबाइलमा देखेको थिएँ त्यो एउटा साक्षात्कारै रहेछ। अब हेर्दा ओहो वाउ जस्तो लाग्छ, तर चमत्कारी दुनियाँ यहाँभित्र आइसकेको मैले पाएँ र मैले पनि सिक्ने क्रममा यहाँबाट केही कुराहरू भिडियोहरू बनाएर दिँदाखेरि धन्यवाद पनि दिनुभयो मेरो आफन्तजनहरूले। मैले जुन रिलेटिभ्सलाई बनाइदिएको थिएँ थ्याङ्क यू सो मच भनेर। सानो क्लिप्स जुन 6-7 सेकेन्डको मात्रै थियो, त्यसले पनि धेरै प्रभावकारी
त्यस कारणले गर्दाखेरि यहाँबाट हामीले धेरै उपलब्धिहरू पाउन सक्छौँ। यसलाई व्यवहारमा उतार्न सक्यो भने पनि अझ प्रभावकारी हुँदो रहेछ। जुन सरले हिजो पनि भन्नुभयो, भोक जसमा छ त्यसले गर्नै पर्छ। जुन सपना हो, जुन सुतेको बेला देख्ने होइन कि एउटा उठेको बेला जुन चाहिँ सुत्न निदाउन दिँदैन एउटा सपना चाहिँ एउटा हामीले अगाडि बढ्नको लागि गर्नुपर्छ। जुन चाहिँ सबैमा हुन्छ तर गर्ने नगर्ने आफ्नो कुरा हो। कति गरिन्छ सरले भर्खरै पनि भन्नुभयो 7 बजेदेखि गरेको 12 बजे गर्दा पनि मैले सकिनँ भन्नुभयो। जुन चाहिँ एउटा भोक छ जसलाई भोकलाई हामीले मेटाउनको लागि गर्नु त अवश्य नै पर्छ। जबसम्म म पनि त्यस्तै थिएँ, बेलुका सेसन सिधै त्यसपछि 12 बजीसम्म पनि मैले त्यो कुराहरू गर्न सकेको थिएन। भोलिपल्ट मैले एउटा सहकर्मीको साथीको माध्यमद्वारा एउटा भिडियो बनाउन सफल भएँ। जबसम्म म भिडियो बनाउन सक्दिनँ तबसम्म म असफलै हो भन्ने कुरा मैले मनमा राखेँ र यो तुरुन्तै मैले भिडियो पनि पोस्ट गरिहालेँ। 3 चोटि फर्स्ट, सेकेन्ड, थर्डमै मैले हालेको थिएँ। एकदमै प्रभावकारी रूपमा अगाडि बढ्यो त्यस पछाडि र एकपछि अर्को गर्दा गर्दै मैले जागरण एकाडेमीबाट धेरै कुराहरू सिक्ने मौका र अवसर पाएको थिएँ सर। यसै क्रममा र यति भन्न चाहेँ आजको क्लास एकदमै प्रभावकारी छ। झन् क्यानभा त हामीलाई नहुने चिज हो। सरले भनिसक्नुभयो। अब आगामी सेसन सरलाई हस्तान्तरण गर्दै यतिखेरसम्म सुनेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। फेरि पनि अपर्च्युनिटीको लागि थ्याङ्क यू सो मच। बोल्ने क्रममा केही कमी कमजोरी भयो होला, माफ गरिदिनु होला पनि भन्न चाहन्छु। यति नै भन्न चाहे सर। थ्याङ्क यू सो मच। हस्, थ्याङ्क यू मिमिसा म्याम। पहिलो ब्याचको सहभागी हुनुहुन्छ, अत्यन्त सक्रिय हुनुहुन्छ। निरन्तरताले नै सफलता दिन्छ भन्ने कुराको साथीहरूलाई मैले च्याट बक्समा एउटा केही पठाएको छु। सबैले त्यो च्याट बक्समा पठाएको कुरालाई कपी गरेर कहीँ कतै सुरक्षित राखिहाल्नु होला। यसले काम गर्दै गर्दा चाहिन्छ। हेर्नुहोस्, यसैको च्याट बक्समा एकदमै त्यो नबुझिने भाषामा एकदमै रफ के भन्छ त्यो टोटल सुत्तासुत्ती ग्रामेटिकली केही पनि मिलेको छैन, मैले पठाएको छु। त्यसलाई हेर्नु होला। अब हामी एउटा सानो काम गर्छौँ सर म्यामहरू। त्यो काम के गर्छौँ भने तपाईँलाई युट्युब थम्बनेल बनाउन पर्यो भने कसरी बनाउने युट्युब थम्बनेल एकदम इजी तरिकाले अहिले हामी क्यानभामा त डिटेल सिक्छौँ नै, तर यहाँ मैले रफली तपाईँहरूलाई सिकाउन गइरहेको छु। युट्युब त हामी सबैले हेर्छौँ सर म्यामहरू। युट्युब हेर्दै गर्दा के लाग्छ भने यो कुनै थम्बनेल चाहिँ तपाईँलाई एकदमै मनपर्छ कि जस्तो मैले पनि यस्तै बनाउन पाएको भए। यहाँ एउटा छ यो फ्री एआई टुल गइहाल्यो होला एकैछिन है। जस्तै यो पहिलो भिडियो छ नि, यो पहिलो भिडियोको मलाई एकदमै मन पर्यो कि मैले यसलाई सरी के स्क्रिनसट लिएँ। हेर्नुहोस् है, स्क्रिनसट लिएँ। तपाईँहरूले पनि स्क्रिनसट लिनुहोस्। पहिला मोबाइलमा युट्युब खोलेर कुनै पनि एउटा तपाईँलाई मन परेको थम्बनेलमा स्क्रिनसट गर्नुहोस्। यो स्क्रिनसट गरेको कुरा तपाईँको मोबाइलमा कहाँ गएर बस्छ यहाँहरूलाई थाहा छ। यो बस्छ यहाँ स्क्रिनसटमा। यसलाई तपाईँकोमा क्रप अप्सन आउँछ होला, मेरोमा यहाँ एडजस्टमा गएर क्रप अप्सन आउँछ। यसलाई क्रप गरेर जुन इमेज थम्बनेलमा तपाईँले काम गर्न खोज्नु भएको छ त्यसलाई क्रप गर्नुहोस्। म सँगसँगै गर्दा हुन्छ है सर म्याम, सँगसँगै गर्नुहोस्। क्रप गरेँ मैले यसलाई। मैले फेरि भने केही पनि छैन। युट्युबमा जानुहोस्, हजुरलाई मन परेको कुनै पनि एउटा थम्बनेल भनेको युट्युब खोल्दाखेरि बाहिर देख्ने कुरा हुन्छ नि त। यस्तै हुन्छ एउटा कुनै थम्बनेल चाहिँ दिवी गुरु मेरो नेटमा केही समस्या हो? आवाज दिवी गुरु हजुर सर, आवाज ठिक छ सर हजुरको? ए ओके मेरा ओके, हस् थ्याङ्क यू गुरु। आवाज ठिक छ सर? ठिक छ। यसरी हजुरले एउटा कुनै मन परेको थम्बनेललाई स्क्रिनसट लिनुहोस्। स्क्रिनसट लिन आउँछ नि मन्त्री परिषदको बैठक बस्दै। तर यो लिँदै गर्दा अहिलेको हकमा हामीले सिङ्गल फोटा भएको राख्नु होला, किनभने हामी सिङ्गल फोटामा तपाईँको फोटा काम गर्दैछौँ कि। मैले एउटा गरिसकेँ, जुन गर्दा पनि हुन्छ स्क्रिनसट लिने। लिएको स्क्रिनसटलाई क्रप गर्ने, सानो बनाउने। हजुरको साउन्डमा इको आइरहेको छ। अहिले इको आयो सर, पहिला ठिकै थियो। दुईटा डिभाइस जस्ट अ मिनेट।
अहिले गुरु अहिले नै आइरहेको छ कता कता आउन खोज्छ सर एकछिन। अहिले गुरु अहिले पनि छ आउन खोज्छ सर इको आइरहेको छ सर आइरहेको आवाज अहिले के छ? अहिले पनि बोल्नु त सर ल मैले मोबाइललाई हटाएँ अब मैले मोबाइललाई हटाएँ हजुरहरुबाट सिकाउँछु म यसलाई अफ गर्छु जो सर बोल्नुहुन्छ उहाँकैबाट इको आइरहेछ सर सुरु गरे म नै बोलेछु गुरु मैले मोबाइलबाट सिकाउँछु भनेको अहिले के छ भन्नुस् त मैले मेरो डिभाइसलाई यहाँ लगेर राख्दिनु पर्यो यसलाई कहाँ भने अहिले ठिकै छ सर ठिकै छ अहिले ठीक छ नभए मैले आफैले यसलाई लगेर वेटिङ रुममा राख्छु अहिले ओके अब मलाई के गर्नु पर्यो भने मैले मोबाइलबाट पनि देखाउँ भनेको इको साउन्डले गर्दा समस्या भयो म मिमिसा म्यामलाई नै स्क्रिनशट गरेर त्यसबाट भिडियो कसरी फोटो कसरी गराउने भन्ने कुरा मोबाइलमा हुन्छ शेयर गर्न मैले अनुरोध गरेँ प्लिज म्याम मिमिसा म्याम ओके सर भयो मेरो बाचा स्क्रिन शेयर बाचा अब यसमा चाहिँ मैले एउटा स्क्रिनसट लिइसकेको छु त्यसपछि हजुरले बताइदिनु होला म स्टेपमा जानुपर्छ सबैभन्दा पहिला स्क्रिनशट लिनु होला जुन थमेल हजुरले बनाउने हो त्यसलाई तपाईको ग्यालरीमा आएर बस्छ ग्यालरीमा बसेकोलाई क्रप गर्नु म्यामले क्रप गरिसक्नु भएको छ यहाँ अब यसपछि च्याट जीपीटीमा जानुहुन्छ म्याम च्याट जीपीटीमा जानुस् तपाईहरु सबै जानु है च्याट जीपीटीमा गएर मैले यहाँ एउटा तपाईको पहिले त्यहाँ प्लस चिन्हमा क्लिक गरेर दुईटा फोटो हामी सिलेक्ट गर्छौं एउटा अहिले राखेको फोटो एउटा तपाईको फोटो हेर्नुस् है सबैले एउटा च्याट जीपीटी अहिले हामीले क्रप गरेको फोटो एउटा तपाईको फोटो ओके डन गर्छौं त्यसपछि हामीले यहाँ अहिले भर्खरै च्याट बक्समा तपाईलाई एउटा कन्टेन्ट पठाएको छ त्यो कन्टेन्टलाई ट्याक्क कपी गरेर तल पेस्ट गर्नुस् आस्क च्याट जीपीटीमा पेस्ट गर्नेलाई कपी गरेर यताबाट हाम्रो जुममा छ हेर्नुस् त जुमको मिटिङमा च्याट बक्स भनि छ हो यो च्याटमा आएकोलाई कपी गर्नु यस कपी टेक्स्ट गर्नुस् फेरि हामी जान्छौं च्याट जीपीटीमा तल आस्क च्याट जीपीटीमा पेस्ट गर्नु अब यसले के गर्छ भने सर म्यामहरु यसले एउटा प्रम्प्ट तयार गर्दिन्छ जुन प्रम्प्ट तपाईको फोटो राखेर अब काम गर्न मिल्छ ओके म्याम त्यो प्रम्प्टलाई हजुरले कपी गरेर फेरि च्याट बक्समा राख्दिछु त
कहाँदेखि सर यो सुरुदेखि सबै सबै कपी गर्नु सुरुदेखि पर्फेक्ट प्रम्प्ट क्रिएट हाईबाट म्याम हो त्यहाँबाट तल्लो तल्लो म्याम तल्लो एजुकेसनल युट्युब भन्ने आछ नि त्यो है सर माथिबाट नगर्छु त म्याम एजुकेसनल युट्युब यहाँदेखि थम्बनेल भन्ने छ नि भयो त्यहाँबाट सर त्यो प्रम्प्टको तलबाट टपबाटै आछ म्याम एकचोटि 20मा क्लिक गर्छु त सबै क्लिक भएको छ होला एकचोटि हेर्छु त मिमी छ म्याम के गर्नु भने यो सबै हजुर कपी भएको त सबै नगर्छु एकचोटि 20मा क्लिक गर्नु त यसलाई हटाउँ त एकचोटि 20मा क्लिक गर्नु म भन्छु त्यसलाई सार्दै गएर एजुकेसनल भन्दा तलबाट गर्छु एजुकेसनल भन्दा हो यहाँबाट क्रिएट हाई क्वालिटी एजुकेसनल युट्युब थम्बनेल भन्ने छ नि म्याम हो त्यहाँबाट सट्ट कपी गरेर लास्टमा ल्याइदिनु त यो साथीहरु के हुन्छ भने स्क्रिन शेयर गर्दा कपी गर्न अलिकति टेक्निकल समस्या हुन्छ त्यसैले गर्दा यसलाई तपाईले अफ गरेर फेरि गर्न सक्नुहुन्छ यो यसले प्रम्प्ट तयार गरिदियो कि त्यहाँ भएको जस्तै तपाईको फोटो राखेर अब त्यस्तै यसले बनाइदिन्छ हामी एकैछिनमा हेरिहाल्छौँ अहिले हजुर सर तलसम्म गर्ने अझै तलसम्म गएछ त्यहाँ लेखेको छ नि अझै तल हो त्यहाँसम्म अझै तल छ के नाम हैन ओभरभ्यू छ अझै हो त्यहाँसम्म म्याम ओके कपी गरिसक्यो यसलाई च्याट बक्समा राख्दिछु भयो कपी गर्नु अब कपी यसलाई यो च्याटमा पनि राख्दिछु हजुरले एकचोटि हैन अनि त्यसपछि हजुरले अब फोटो जेनेरेट गर्न कहाँबाट गर्छ त त्यहीबाट गर्छ त भनेपछि यो कसैकोमा मैले ट्रान्सफर गर्नुपर्छ होला सर हैन यो कसैकोमा गर्दा पनि हुन्छ यहाँ फोटो बनिसक्यो यो हाम्रो यही उसको छ नि म्याम च्याट बक्स यही च्याट बक्समा गर्दिछु न अहिले एकछिनलाई यो च्याट बक्समा भयो भने म यताबाट फेरि अर्कोमा राखेर के भन्छ मेसेज एभ्रीवानमा पेस्ट गर्छु यसले के भन्छ सर ए धेरै भयो होला क्यान्सल गरिदिन्छु ठीक छ ओके ल पेस्ट गर्छु त हुन्छ सर हजुर यसलाई क्लोज गर्ने कि क्यान्सल क्यान्सल गर्नु क्यान्सल गर्नु सर आयो ल यो त सर म्याम यहाँ अहिले भर्खरै म्यामले पठाउनु भएको छ एउटा होइन यो सबै आएर म्याम यसलाई सबै आएको छ ओके यसलाई म्यामले पनि बनाउनु भएको छ त्यहाँ भिडियो बन्दैछ थम्बनेल म यसलाई अब बनाउँछु मैले अर्कोमा लगेर तपाईँहरू हेर्नुहोस् है त सबैले गर्न मिल्छ ओके म्याम हजुरको लागि मैले एकचोटि त्यो कम्प्युटर सेयर गर्नुहोस् है त स्क्रिन सेयर ओके ल साथीहरू हेर्नुहोस् त सो त्यो प्रम्प्ट कसरी बनाउने भन्ने कुरा म्यामले देखाइसक्यो अब त्यो बनाएको प्रम्प्टलाई हामीले कसरी काम गर्ने त त्यसलाई कसरी थम्बनेल बनाउने अहिले फोटो म्यामको नै आउँछ है यहाँ अहिले हामीले बनाए पनि मैले एउटा वेबसाइट खोलेँ यहाँ सरी तपाईहरुलाई आज हामीले काम गर्ने क्यानभामा गएँ क्यानभामा गइसकेपछि मैले क्रिएट भन्नेमा क्लिक गरेँ हेर्नुहोस् है अब यहाँ क्रिएटमा तपाईले क्लिक गर्नुभयो भने यहाँ केही कुराहरू तपाईलाई देखाउँछ यहाँ ओके यो रेसियो के राख्ने भने सबै देखाउँछ मैले अहिले सजिलोको लागि यसलाई के गर्छु भन्दा सिधै एउटा प्रेजेन्टेसनमै लगेर राखिदिन्छु प्रेजेन्टेसनमा सरी पर्दैन नि प्रेजेन्टेसनमा सरी हेर्नु त यहाँ
यो क्यानभा एआई भनिन्छ नि, मैले क्यानभा एआईमा क्लिक गरेँ। त्यसपछि मैले यसलाई लगेर यहाँ पेस्ट गरिदिन्छु उताबाट सारेको कुरालाई। पेस्ट गरिसकेपछि यसको तल केही कुराहरू छ सर म्यामहरू। यो कुराहरू हामीले कसरी म्यानेज गर्नुपर्छ भन्दा हजुरले गराउने के हो, अहिले इमेज हो नि त, इमेजमा क्लिक गर्ने। इमेजमा क्लिक गर्यो भने यहाँ केही मिलाउनु पर्ने कुरा आउँछ। यसको स्टाइल के गर्ने भने चाहिँ स्टाइल मैले केही गरेन। यो रेसियोमा युट्युबको थम्बनेल तपाईँको कुन साइजमा हो, 16:9 छ, मैले यही साइज राखेँ। अब यसलाई मैले जेनेरेट गरेँ, यसले 2टा थम्बनेल बनाइदिन्छ। हेर्नुहोस्, 4वटा बनाइदियो, 4वटा थम्बनेल बनाउँदैछ। ल हेर्नुहोस्, फोटा थोरै थोरै फरक देखायो। यो म्यामले आफ्नै फोटा युज गर्नु भएको थियो, ल्याङ्ग्वेज थोरै थोरै फरक देखायो। यो क्यानभामा यो गर्छ, तर यसलाई च्याट जिपिटीमा जाउँ। यसो धेरै छ हाम्रो अप्सन होइन। च्याट जिपिटीमा जाउँ, म अर्कोमा जान्छु, विक्समा जान्छु। के भन्छ, विक्समा पनि हामीले युज गराउन मिल्छ। यसलाई मैले लग गर्छु। यसले पनि बनाउँदैछ हेर्नुहोस् त, यसले 2टा बनाउँछ सर। क्यानभाले 4वटा गरेर चाहिँ यसले 2टा बनाउँछ। दिस फ्रम माइस, यसले फेरि अब यो पोलिसी लियो, यो यसले चाहिँ मानेन, के कुरा चाहिँ इस्युमा नमान्न सक्छ। यसैलाई मैले अर्कोमा पनि लगेर गर्न सक्छु। अर्को भनेको के हो भन्दा च्याट जिपिटीलाई नै दिउँ न त, यसैबाट बनाएको, यसैलाई गर्नु लगाउँ। च्याट जिपिटी मेरो लगइनै छैन। हेर्नुहोस्, च्याट जिपिटी लगइन छैन। यसले लगइन गर भन्यो, यो सबैमा मैले लगइन गर्दिनँ। मसँग च्याट जिपिटी भएको अरू कुनै डिभाइस होला, म त्यो खोल्छु। च्याट जिपिटी, यसको पनि इमेजको लिमिट चाहिँ एकदम थोरै भएपछि कहिलेकाहीँ गर्दैन। अब यसमा यहाँ अघि फोटा डिफरेन्स देखाएको थियो, कारण के थियो भने त्यहाँ फोटा नराखेर अब यहाँ गएर चाहिँ यहाँ फेरि एट्याच फाइल भनेर क्रिएट इमेजमै गर्छौँ। यहाँनिर चाहिँ म्याडमको फोटा पनि हामीले राख्यौँ भने, एड फाइलमा गएर फोटा पनि त्यो फोटा राख्यौँ भने सेम टु सेम आउँछ। अब म्यामले एउटा डिभाइसमा काम गर्नुभएको छ, मैले अर्कोमा गरेको छु, मसँग फोटा छैन। अब यो फोटा यहाँ पनि राख्ने, यही प्रम्प्ट राख्ने, यहाँ प्लसमा फेरि थिचेर फोटा पनि राख्ने, त्यसपछि तपाईँको आउने इमेज सेम टु सेम हुन्छ। हेर्नुहोस् है, यसले केही समय काम गर्दैछ, काम गर्न लिन्छ समय। बन्दैछ। मिमी म्याम हजुरकोमा बनिसकेका छ? हजुर यस सर, मैले बनिसकेका छ? पोस्ट पनि गरिसकेको छु सर ग्रुपमा। हजुर ग्रुपमा हेर्नु होला। फेरि त्यसमा के गर्छ, आफ्नै फोटो हाल्नु पनि एकदम जेको त्यही आउँछ। ग्रुपमा म्यामले पठाउनु भएको छ। यो एउटा तरिकाले थमेल गराउने हो। अब हामी कुरा गर्छौँ आजको क्यानभाको विषयमा। अघिको र यसमा अलिक फरक छ। हेर्नुहोस्, यो कुन चिज कसले राम्रो दिन्छ भन्ने कुरा हजुरले चेक गर्ने। कतिपयले इमेजमा राम्रो काम गर्छ, कतिपयले भिडियोमा राम्रो काम गर्छ। यो सबैको आफ्नो विशेषता छ होइन। हजुर हामी पनि त कुनै क्षेत्रमा राम्रो गर्छौँ, अर्को क्षेत्र फेरि हाम्रो कमजोर हुनसक्छ। अहिले मलाई कसैले डान्स गर भन्यो भने म सबभन्दा लास्ट हो हजुर, किन मलाई डान्स गर्न आउँदैन। तर नाच्न चाहिँ आउँछ है। फेरि भनेको नाच्ने भनेको ट्रेडिसनल हुन्छ, डान्स गर्ने भनेको अहिले मिलाएर गर्ने हुन्छ। मलाई मिलाएर आउँदैन मात्रै भनेको। बन्दैछ बन भाइ छिटो। ओके, डेमो भइरहेछ गुरु। ओके, टाइम लिन्छ, यो बन्दैछ। यो यही हुन्छ, मैले यहीँ राख्छु, केही छैन, बन्छ। अघिको भन्दा यो अलि राम्रो बनाएको छ। अब सर म्यामहरू, आज हामीले कुरा गर्ने कन्टेन्ट हो हाम्रो एआई। क्यानभामा हामी कुरा गर्छौँ। क्यानभामा कुरा गर्दाखेरि सर म्याम क्यानभाबाट के गर्न सकिन्छ भन्ने छ। त्यसलाई म ब्याक गर्छु। म तपाईँलाई सजिलोको लागि क्यानभाको पनि नयाँ एउटा टुलबाटै काम गर्छु। सकेसम्म मैले लगइन नगरेको टुल भएपछि हो। हेरौँ छ कि छैन, छैन भने
यसमा हेरौँ त। अब यो क्यानभा जो साथीहरू मोबाइलमा हुनुहुन्छ, मोबाइलमा भएकाहरूले क्यानभा प्ले स्टोरबाट डाउनलोड गर्नु होला। जो साथीहरू ल्यापटपमा हुनुहुन्छ यहाँ क्यानभा भनेर सर्च गर्नु होला। यस्तो लोगो आउँछ हेर्नुहोस् त, यो यस्तो लोगो आयो भने यसमा क्लिक गर्ने। यो फर्स्टमा भएको लोगो नै हाम्रो क्यानभा हो सर। यसमा हामी क्लिक गर्छौँ एकदम 0 लेभलबाट। अब मेरो यो पहिला लगइन भएको छ कि छैन यहाँ हेर्नु पर्यो, तर मसँग लगइन नभएको छैन। अब फर्स्टमा तपाईँलाई साइन अप भन्ने अप्सन आउँछ सर, साइन अप चाहिँ गर्नु होला। यसमा पनि हामीले बुझ्नुपर्ने यसको फिचरहरू केही छ, यसको फिचरहरू बुझौँ। सबैभन्दा पहिला तपाईँले साइन अप गर्नुभयो भने यो आउँछ यहाँ के छ भन्ने कुरा यहाँ आउँछ हाम्रो। यो 3टा कुरा छ। यो डिजाइन भनेको तपाईँले क्यानभामा बनाएका जति पनि कुराहरू छन् सबै यही रहन्छ। हजुरले काम गर्दा गर्दै मोबाइल स्विच अफ भयो, नेट गयो, केही फरक पर्दैन, सबै कुरा यही रहन्छ। अर्को टेम्प्लेट भनेको यसले तपाईँलाई हजारौं टेम्प्लेटहरू दिएको हुन्छ। त्यो टेम्प्लेटमा तपाईँले आफ्नो अनुकूल त्यसलाई एडिट गरेर काम गर्छु भन्न पाइन्छ। र यो क्यानभामा नै एआई फिट गरिदिएको छ। यो क्यानभा एआई भनेको यसबाट तपाईँले जे चाहिन्छ तपाईँले यहाँ काम गर्न सक्नुहुन्छ। यो सबै कुरा जसरी तपाईँले च्याट जीपीटीमा कुरा गरेर काम गर्नुहुन्छ, जसरी तपाईँले जेमिनीमा कुरा गरेर काम गर्नुहुन्छ, त्यसै गरी क्यानभामा पनि काम गर्न सक्नुहुन्छ। क्यानभा एआईलाई सोध्दै काम गर्दै गर्न सक्नुहुन्छ। यसबाट तपाईँ कतिसम्म गर्न सक्नुहुन्छ भने सर म्यामहरू, हजुरले कुनै एउटा नयाँ बिजनेस सुरु गर्दै हुनुहुन्छ, यसैमा सोधेर म यो ठाउँमा बस्छु, मैले यो खालको बिजनेस सुरु गर्न थालेको छु, यसको लागि मैले नाम के राख्नुपर्छ, त मैले कुन बिजनेस गर्नुपर्छ भन्नुभयो भने यसले तपाईँलाई सजेस्ट गर्छ, 1 बाइ 1 सजेस्ट गर्छ। त्यसपछि त्यसको लोगो कसरी गराउने भनिदिन्छ, त्यसको ब्रोसर कसरी गराउने भन्नुहोस्, तपाईँ कति कुरा गर्नु यसले काम गर्दै जान्छ। अब मैले त्यसको के भन्छ ब्यानर कस्तो गराउने, त्यसले ब्यानर भनिदिन्छ। मैले मेरो प्रोडक्टहरूलाई कसरी प्रमोट गर्ने, फेसबुकमा राख्ने पोस्टहरू कसरी बनाउने, एउटै कुरा गरौँ सबैले यसले तपाईँसँग काम गर्दै जान्छ सर म्यामहरू। अब त्यसपछि यतातिर आउँछ सर म्यामहरू। यतातिर यो हाम्रो जहिले पनि यो साइड भनेको टुल बार हो कि, यो जति काम गर्छौँ सबै टुल बारबाट काम गर्छ। यो टुल बारमा भएको फिचर हामीले थाहा पाउनुपर्छ। अब टुल बारमा के फिचर छन् हेरौँ त। यसलाई यस्तो गर्नु पनि यो अलि धेरै खुल्छ यहाँ हैन। यहाँ तपाईँले गरेको कामहरू देखिन्छ। अब टुल बारमा कुरा के हो भने कुनै पनि एआई टुलमा क्रिएट भन्ने अप्सनबाट नयाँ कामको सुरुवात हुन्छ। क्रिएट गर्यो भने मात्रै अगाडि बढ्न सकिन्छ। अब यो होम पेज भनेको यसमा के छ भन्ने हुन्छ। यो क्लास वर्क भनेको यो क्यानभा भनेको यसले के खालको बनाएको छ भन्दा एउटा इकोसिस्टममा काम गर्ने गरी बनाएको छ। जस्तो मैले तपाईँलाई क्यानभा दिएँ भने त्यो क्यानभामा तपाईँले केही काम गर्नुभयो, एज अ टिचरको रूपमा तपाईँले मलाई त्यो फरवार्ड गर्न सक्नुहुन्छ। मैले त्यसलाई हेरेर फेरि रिप्लाई गर्न सक्छु। यहाँ केही साथीहरूले मलाई यो आफूले काम गरेर पठाएको कुराहरू चाहिँ हो, यो जसलाई हेरेर मैले चाहिँ सजेस्ट गर्छु। अब प्रोजेक्ट छ अर्को। यहाँ प्रोजेक्टमा तपाईँले के गर्ने भन्ने कुराहरू आउँछ। यहाँ अलिकति धेरै फोहोर भयो, यसलाई थोरै सफा गरिहालौँ है त। यसलाई थोरै सफा गरौँ। यसमा त्यसरी क्यानभा मात्रै राम्रोसँग सिक्न सक्ने भए हामी धेरै कुरा गर्न सक्छौँ। अब यसलाई थोरै इनरोल गरिदिन्छौँ। यहाँ टेम्प्लेट छ, यहाँ ब्रान्ड छ। अर्को कुरा सर म्यामहरू सबैले के ख्याल गर्नु होला भने यो मोर भन्ने अप्सनमा गएर यसैमा तपाईँले केही एप्सहरू पनि जोड्न सक्नुहुन्छ कि। अहिले यो फिचर पनि आएको छ। जस्तो हेर्नु त, एआई जेनेरेसन यहाँ जोड्न सक्नुहुन्छ, अडियो भोइस ओभर जोड्न सक्नुहुन्छ, कम्युनिकेसन, यो सबै एपहरू हो। अहिले धेरै एपहरूलाई यसले के गरिदिएको छ, इन्टिग्रेटेड गरिदिएको छ कि यो एपलाई तपाईँले आफ्नो क्यानभामा जोडेर त्यही अनुसार काम गर्न सक्नुहुन्छ। यो प्रोडक्टको फोटोहरू कसरी गराउने भन्ने कुरादेखि लिएर धेरै कुरा यसले जोडिदिएको छ। यसलाई प्रयोग गर्नु होला। फोटो एडिटिङको कुरा हैन, प्रोजेक्ट म्यानेजमेन्ट, यो टेक्स्टको स्टाइल चेन्ज गर्ने कुरा धेरै यसले एड गरेको छ। अहिले यो कुरा तपाईँले यता जोड्न सक्नुहुन्छ। जोडेपछि त्यो पनि यही देखिन्छ। मैले अहिले केही पनि जोडिनै छैन है त सर। यसपछि हामी जान्छौँ अर्कोमा। जान्छौँ हामी। एक स्टेप म ब्याक गएँ।
अब हेर्नुहोस् त यसको यहाँ तलपट्टि फेरि केही कुरा छ कि यहाँ तल भएको कुराहरूलाई पनि हेरौँ यो सबै फिचरहरू हेर्नु त हामीले यसमा के फिचर छ भन्ने पहिला बुझ्नुपर्छ सर म्यामहरू हेर्नु यो सबै तपाईँले काम गर्ने हो कि जस्तो प्रेजेन्टेसन बनाउनु पर्यो भने हामी यहाँबाट बनाउन सक्छौँ सोसल मिडियामा टिकटकको होइन जस्तो युट्युबको फेसबुकको काम गर्नु पर्यो भने यहाँ हामी काम गर्न सक्छौँ तपाईँले भिडियो यसैबाट बनाउन मिल्छ भिडियो जेनेरेट गर्न मिल्छ जति लामो पनि मिल्छ यहाँ तपाईँले थप्दै 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 जाने जति लामो पनि भिडियो बन्छ त्यसमा अडियो तपाईँको आफै राख्छु भने पनि पाउनुहुन्छ अरू अडियो राख्छु भने पनि पाउनुहुन्छ डकुमेन्टको काम पनि यहाँबाट गर्न सकिन्छ यो व्हाइट बोर्डको काम यसबाट गर्न सकिन्छ एक्सेल सिटको काम गर्न सकिन्छ वेबसाइट निर्माण गर्न सकिन्छ तपाईँले एकैचोटि सबैलाई इमेल पठाउँछु भन्ने कुरा यसबाटै गर्न सक्नुहुन्छ तपाईँको कम्पनी ठुलो भयो तपाईँले आफ्नो कस्टमरसँग मेलमा केही कुरा माग्नुभयो सबैलाई मेल रिप्लाई गर्नु पर्यो तपाईँले भ्याउनु भएन तर यसमा सेट गर्नुभयो भने यसले मेल पनि रिप्लाई गरिदिन्छ यहाँ अरू पनि छ छेकिएको छ म यसलाई फेरि हटाएर तपाईँलाई देखाउँछु यति बेरसम्म सबैले क्यानभा डाउनलोड चाहिँ गर्नुभयो होला भन्ने मलाई विश्वास छ अब हेर्नुहोस् यसको यतापट्टि यहाँ अरू धेरै फिचर छ कि फोटो एडिट गर्ने त्यसको साइज मिलाउने त्यसलाई अपलोड फाइलहरू अपलोड गर्ने या फेरि मोर भन्ने अप्सन छ मोर अप्सनमा पनि यहाँ धेरै चिजहरू छ कि तपाईँको डिजाइनमा के कसो गर्ने सबै चिज तपाईँले गर्न सक्नुहुन्छ यति धेरै कुराहरू छ यसलाई खेलाउँदै जाने प्रयोग गर्दै जाने धेरै कुरा फ्री भर्सनमा पनि गर्न पाइन्छ यसको फेरि के कुरामा मात्र यसले हामीलाई पैसा माग्छ पैसा सबैभन्दा सस्तो एआई भनेको यही हो फेरि 200 रुपियाँ मात्रै पर्छ यो 200 रुपियाँ तिर्यो भने एक वर्षमा काम गर्न मिल्छ मैले सुरुमा गर्दा चाहिँ 1600 तिरेर लिएको अहिलेसम्म काम गरिरहेको छ होइन अब हेर्नुहोस् मैले जति पनि यो सबै प्रेजेन्टेसन हो हेर्नुहोस् तपाईँहरूलाई देखाएको पावर पोइन्टहरू मेरो जति पनि छ नि सब मैले यसैबाट बनाएको छु हेर्नुहोस् अघि तपाईँले नोटबुकबाट आएको पावर पोइन्टलाई कसरी गर्ने भन्नुभएको छ सब यसैबाट गर्न सकिन्छ हेर्नुहोस् यति धेरै डिजाइन छ यहाँ हामीले गरेको सबै काम हामी यसैबाट गर्छौँ कसरी भन्ने हुन्छ स्कुलको वार्षिक उत्सव मनाउनु पर्ने भएको थियो यो डिजाइन गर्ने भनेको यसरी गरिदिएको डिजाइन एभ्रिथिङ हामी गर्न सक्छौँ यो कसरी म तपाईँलाई भनिहाल्छु अब हामीले काम गर्ने भनेको यसमा खासमा डिजाइनिङ हो कि सर म्यामहरू डिजाइनिङ गर्दै गर्दा के गर्ने म त्यो कुरा गर्छु त्योभन्दा पहिला अहिलेसम्मको के छ भने यहाँको प्रतिक्रिया लिन्छु नत्र भने ल हजुर केही छ अहिलेसम्मको कुरामा क्यानभा डाउनलोड गरिसकेपछि केही छ त्यसमा यहाँको जिज्ञासा भने प्लिज भन्नुहोस् आफै अनम्युट गर्न मिल्छ अनि हामी अगाडि बढाउँला ल हजुर बोल्न मिल्छ है आफै बोल्न मिल्छ कसैले केही बोल्नु भएन भने सब ठिकठाक छ यहाँसम्म भन्ने भयो होइन क्यानभा डाउनलोड गरेपछि अब केबाट काम गर्न त्यसलाई सुरु अब गर्ने पहिले सर त चलाउनु पर्यो सर गुरु के भन्नुभयो त्यसले यसकै गुरु ए यो क्यानभा डाउनलोड गरेँ बल्ल 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 अनि अब के गर्नु पर्यो यसलाई कहाँबाट सुरु गर्नुपर्छ होइन भन्नु मैले सुरु त भनेकै छैन गुरु डाउनलोडसम्मको कुरा डाउनलोड भयो कि भएन कसैको डाउनलोड भएन भने प्लिज मलाई भन्नु होला डाउनलोडै भएन भने हामी काम गर्न फेरि गाह्रो हुन्छ भइसक्यो मेरो कोरोना म्यामले केही बोल्छु भन्नुभएको थियो फेरि अफ गरिदिनु भयो केही छैन छैन भने त यस्तो के छ भने भन्नु है त डाउनलोड भयो कि भएन मेरो हिजो त्यहाँ सर आज हिजो क्लास बिरामी भएर हिजोको क्लास छुटे पनि हिजोको भिडियो मैले त्यही भएर केही पनि एडिट नगरेर राखिदिएको छु त्यसलाई हजुरले अनुकूल मिलाएर चाहिँ हेर्नु होला त्यति गर्दा पनि केही समस्या भयो भने थर्ड ब्याजमा हजुर जोडिएर त्यसलाई कम्प्लिट गर्नु होला म्याम केही पनि समस्या छैन होइन अनि चाहिँ एउटा कुरा थियो मेरो प्लिज त्यो हामीले बनाइसकेको भिडियोलाई पनि यहीँबाट एडिट गर्न मिल्ने हो थम्बनेल लाएर एडिट गर्नु बनाइसकेको भिडियोलाई यहाँबाट एडिट गर्न मिल्दैन गुरु भिडियोलाई एडिट गर्नको लागि तपाईहरु यदि मोबाइलमा हुनुहुन्छ भने मोबाइलमा भिएन भन्ने एउटा एप्लिकेसन डाउनलोड गर्नुहोस् यो फ्रीमा छ भिएन एप्लिकेसन हैन भिएनबाट हामीले एडिट गर्न मिल्छ यदि मोबाइलमा हो भने ल्यापटपमा हुनुहुन्छ भने त ल्यापटपमा धेरै टुलहरु छन् जसमध्ये अलि सजिलो अलिअलि फिचर भएको भनेको र प्रयोग पनि गर्न सकिने क्यापकट नै हो त्यसबाट हामी एडिट गर्न सक्छौं यो क्यानभाबाट चाहिँ सकिँदैन सर क्यानभाबाट एडिट गर्न सकिँदैन गुरु बनाउन चाहिँ सकिन्छ कि एडिट गर्ने कुरा हुन्छ नि त पहिला बनाएको भिडियो एडिट गर्ने कुरा यसले चाहिँ गर्दैन गुरु त्यो चाहिँ क्यापकटै चाहियो है सर क्यापकट चाहियो
त्यसको क्वालिटीहरू एआई टाइपको बनाउन मिल्छ बनाइसकेको भिडियोहरूलाई? क्यापकटमा त गुरु क्यापकटमा अहिले आफै एआई थपिदिएको छ कि यति धेरै चिज गर्न सकिन्छ नि त, त्यसमा धेरै अप्सनहरू दिएको छ। हुन्छ, हस्। हस्, मोबाइलमा कुन भन्नुभयो? ओके, मोबाइलमा भनेको भिएन भनेर टाइप गर्नु गुरु। त्यो अहिले सम्झिनु के, अहिले के गर्ने हो भने नि त अहिले त्यहाँ गर्ने होइन कि, अहिले गरे क्यानमा छुट्छ। मोबाइलबाट पनि भिडियो एडिट गर्न मिल्छ है, के भन्नुभएको थियो भन्ने राख्नु मनमा। यो भिडियो आउँछ नि हजुर, आएन भने त्यो म्यासेजमा गएर एकैचोटि म्यासेज गुरु के भन्नुभयो अरे मोबाइलमा भन्नु न, म त्यही टाइप गरिदिइहाल्छु, म लिङ्कै पठाइदिन्छु, टेन्सनै भएन नि। तर अहिले डाउनलोड गर्न नलाग्नु। ओके ल सर मेम्बर, म अगाडि बढेँ है त। त्यसो भएपछि अब सबैले डाउनलोड गर्नु भएको छ भने हामी स्टार्टिङबाट जान्छौँ। दुईटा एङ्गलबाट हामी आज कुरा गर्छौँ। एउटा के गर्छौँ भने, एउटा हामीले डिजाइन गर्छौँ, थोरै कुरा सिक्छौँ त्यसमा के काम गर्ने भनेर। अर्को के गर्छौँ भने हामीलाई धेरै फुर्सद छैन, यसो एडिट सिडिट गरेर काम गर्ने भने त्यो एडिटवाला काम पनि गर्छौँ। जहिले पनि स्टार्ट गर्ने क्रिएटबाट हो। क्रिएटमा क्लिक गरेँ मैले। क्रिएटमा क्लिक गर्नुभयो भने तपाईँलाई चाहिएको के हो, साइज लिने हो यहाँबाट। यो साइज हो, यो उसको प्रेजेन्टेसन बनाउने भने यहाँ क्लिक गर्ने हो, इन्स्टाको लागि पोस्ट गर्ने भने यहाँ गर्ने हो, डकुमेन्ट हो भने यहाँ गर्ने। यस्तो धेरै अप्सनहरू छ, हेर्दै जानु। लोगो गराउने भने यहाँ गर्ने हो होइन, A4 साइजको डकुमेन्ट यहाँ गर्ने हो, भिडियो चाहियो भने यहाँ यो सबै दिएको छ। एउटा यता दिएको छ, हेर्नु सर म्यामहरू, सरी यति चाँडो नहिँड्नुहोस् न हजुर है, हिँडिहाल्नुहुन्छ कि हजुर, धेरै कुरा बुझ्नुहुन्छ नि त, धेरै कुरा बुझ्नु। अर्को के छ भने, अर्को यतापट्टि छ हेर्नुहोस्, फेरि यहाँ दिएको छ यही कुरालाई। प्रेजेन्टेसन हो कि सोसल मिडिया हो कि फोटो एडिटिङ हो कि भिडियो हो कि डकुमेन्ट हो कि के गर्ने, यताबाट पनि छान्न सक्नुहुन्छ। अहिले हामीले भनेको त्यहाँ चाहिँ डिजाइन गर्न सिक्ने हो। ल म यहाँ गएँ। सर मेम्बर यहाँ अलिकति सुन्नु होला, यहाँको कुरा अलिक थोरै टेक्निकलै हुन्छ। अब यो खाली छ सर मेम्बर, खाली छ। अहिले हेर्नुहोस् त, यहाँ यो सेतो बक्सलाई मैले कलर चेन्ज गर्नु पर्यो भने भित्र क्लिक गरेपछि मात्रै कलर चेन्ज हुन्छ। फर्स्ट काम कलरबाट गर्छु। हेर्नुहोस् यहाँ क्लिक गर्नुहोस्, यसको ब्याकग्राउन्ड कलर चेन्ज गरौँ। ब्याकग्राउन्ड कलरलाई ल्याङ्ग लगाएर निलो गरौँ। ल निलो भयो नि। अब मैले बाहिर क्लिक गरेँ, हेर्नुहोस् बाहिर क्लिक गरेर काम गर्न मिल्दैन, भित्र क्लिक गर्नुहोस् काम गर्न मिल्छ। अब के काम गर्न मिल्छ, यहाँ गर्ने के हो हामीले, सबभन्दा पहिले त लेख्नु पर्यो नि। यसको दुईटा फिचरहरू हुन्छ, के हो तपाईँले हेर्नु। यस्तो एउटा यो साइडमा छ, यो साइडमा भएको चिजहरू ख्याल गर्नुहोस्। यस्तो डिजाइनमा छ, डिजाइन तपाईँले यहाँ ल्याउने कुरा हुन्छ। एलिमेन्ट, सबैभन्दा ठुलो कुरा भनेको एलिमेन्ट हो। एलिमेन्ट भनेको क्यानभाको समुद्र हो, तपाईँलाई चाहिएको सबै कुरा ल्याउन सक्नुहुन्छ यहाँबाट। टेक्स्ट भनेको तपाईँले टेक्स्ट राख्ने कुरा हो। अपलोड भनेको तपाईँले फाइलहरू अपलोड गर्ने कुरा यहाँबाट गर्छौँ। यति बुझ्दा हुन्छ, अरू कुरा बुझ्नु पर्दैन। हामी टेक्स्टबाट काम गर्छौँ। टेक्स्टमा क्लिक गरेँ मैले, हेडिङमा क्लिक गर्दा बित्तिकै त्यहाँ हेडिङ आउँछ। अब यहाँ तपाईँले लेख्ने हो। यो सुरुमा गर्दाखेरि के गर्यो, यो अटोमेटिकली लेख्न मिल्छ। लेखौँ हजुर, लेखौँ ल। क्यानभा क्लास डे 4 ल यति लेख्यो। अब हेर्नुहोस् त, अब यहाँ माथि हेर्नुहोस् है, यो लेख्ने कुरामा के आउँछ। अहिले क्यानभा यस्तो गर्दा यस्तो आयो। अब यहाँ क्लिक गर्नुभयो भने यहाँ माथि फेरि अर्को आयो। अघि यस्तो आएको थिएन नि सर म्यामहरू, एउटा यो माथिको आएको थियो, हेर्नुहोस् है यहाँ सबैले। बाहिर क्लिक गर्नुहोस्, त्यहाँ केही पनि छैन। यहाँ लेखेकोमा क्लिक गर्नुहोस्, माथि अप्सन देखाउँछ। अब यो अप्सनमा के हो, यो भनेको तपाईँको फन्ट हो। यहाँबाट तपाईँले फन्ट चेन्ज गर्न सक्नुहुन्छ। यो यसको साइज हो। यहाँ माइनसमा क्लिक गर्नु, साइज घट्दै जान्छ। प्लसमा क्लिक गर्नु, साइज बढ्दै जान्छ। क्लियर। यो भनेको फन्टको कलर चेन्ज गर्ने कुरा हो सर म्यामहरू, टेक्स्टको कलर। अब टेक्स्टको कलर यहाँबाट चेन्ज गर्नुहोस्। यसलाई मैले यो व्हाइट छ, एकछिन मलाई व्हाइट मन परेन, म यसलाई येल्लो गरिदिन्छु। येल्लो भयो। क्लियर। फन्टको कलर चेन्ज। यो भनेको यसलाई बोल्ड गर्ने कि कम गर्ने भन्ने, यो इटालिक गराउने हो, छड्के गराउने भन्ने, छड्के हुन्छ। अब अहिले कहिलेकाहीँ के हुन्छ भने कन्टेन्ट धेरै भयो भने कन्टेन्टलाई कता राख्ने भन्ने जस्तो। यो भएपछि लेफ्ट साइडबाट राइट साइडबाट सुरु हुन्छ, यो सेन्टरमा हुन्छ, यो लेफ्ट साइडमा हुन्छ, यो पुरैमा हुन्छ। अब यसैमा तपाईँले कहिलेकाहीँ बुलेट दिनु पर्यो भने
यहाँ अगाडि बुलेट आयो नि, यो बुलेट दिने कुरा हुन्छ। अब यो टी लेखेर यस्तो छ, यो चाहिँ सेभ हो। अब यहाँ यति लेखेर तपाईँहरूलाई बुझाउन गाह्रो छ, म थपिदिन्छु है सरहरू। जागरण लेखेला। अब हेर्नुहोस् त, अब यहाँ क्लिक गर्नुहोस्। यो टीले के काम गर्छ त भन्दा यो लेटरको स्पेस बढाउँछ यसले। हेर्नुहोस् है अहिले, ल हेर्नुहोस् अघि लेखेको के थियो, जस्तो क्यानभा नजिक थियो नि अघि, अहिले क्यानभा लेखेको टाढा गयो नि, क्लास पनि टाढा गयो नि। यो लेटरलाई यसले टाढा गराउँछ। तपाईँले लेटर नै कहिले काहीँ टाढा अलि टाढा होस् भन्ने चाहनु हो भने यो काम गर्न सक्नुहुन्छ। अझ नजिक गर्ने भने यो नजिक पनि गरिदिन्छु। हेर्नुहोस् कति गरे तपाईँले यसलाई हेरेर जे आफूलाई ठिक लाग्छ गर्ने। दोस्रोमा यो लाइन स्पेस हो। दुईटाको लाइन तपाईँले फुल पेज गराउनु पर्यो भने यस्तो गर्ने त टाढा सर्यो नि लाइन। अब घटाउनु पर्यो भने यसरी घटाउने, यो काम सर्यो। अब यो अहिले यो साइडमा गएको छ नि, यसलाई हेर्नु त। अब सेन्टर ल्याउने, सेन्टर आउँछ होला, सेन्टर आयो। अब यो भनेको यसको ट्रान्सपरेन्सी कति राख्ने भन्ने हो। एकदम हल्का पछाडिपट्टि देखियोस् भन्ने गरेर ट्रान्सपरेन्सी घटाइदिनुहोस्, बढाउने भने बढाइदिनुहोस्। अर्को इफेक्ट भनेको यो फेरि यतापट्टिको इलिमेन्ट भन्ने डेन्जर सबैभन्दा बढी युज हुने। यतापट्टिको इफेक्ट छ यो। अब तपाईँले यो अक्षर त तपाईँले चित्त बुझेन, चेन्ज गर्नु पर्यो। अक्षर चेन्ज गर्नुहोस्। हेर्नुहोस् ए अक्षर चेन्ज भइरहेछ हैन, यो अक्षर चेन्ज गर्ने ठाउँ हो। अहिले यसलाई म यो निलोमा यो येल्लो कलर देखेर म यसलाई छुट्टै यहाँ कलर राख्छु भने कलर राख्छु, यहाँ कलर चेन्ज गरिदिनुहोस् तपाईँले। यसको यो व्हाइटलाई रेड गरिदिनुहोस्, रेड कलर भयो। यसको काम चाहिँ के हो, हामी यसरी गर्न सक्छौँ। अब फेरि म इफेक्टमै जान्छु, इफेक्टमै क्लिक गर्छु। इफेक्टमा यो इफेक्टको पछाडिको कलर तपाईँलाई चेन्ज गर्न मन लाग्यो भने यहाँबाट कलर चेन्ज हुनु सर्ने हाम्रो है। यो टेक्स्टको कलर चेन्ज हुन्छ, इफेक्टको ब्याकग्राउन्डको कलर यहाँबाट चेन्ज हुन्छ। यहाँ तपाईँले क्लिक गर्नुहोस्। अब यसलाई मैले रेडमा रेड देखिँदैन, यसलाई मैले येल्लो गराइदिन्छु। ल येल्लो भयो नि त। यसको कलर चेन्ज गर्ने काम यहाँबाट गर्छु। अब यो लेखेकोलाई तपाईँले जस्तो यो घुमाएर राख्नु पर्यो, जस्तै घुमाएर राखिदियो अरे क्यानभा क्लास डे 4 जागरण भनेर घुमाएर राखिदियो नि। अब यसलाई यता सार्न मन लाग्यो यता सारिदिनुहोस्, यता सार्न मन लाग्यो यहीबाट सार्न मिल्छ। अब यहाँ यो बुलेट दिएको चाहिँ राम्रो देखेन, बुलेटलाई चाहिँ हटाइदिउँ। हटाऊ भनेको किन मान्दैन, हट्यो, बुलेट हट्यो नि। अब हेर्नु त ए छँदैछ यहाँ। यसरी यसलाई घुमाउन मिल्ने भयो इफेक्टबाट। अब एनिमेसन भनेको तपाईँले यहाँ 3-4 कुरा राखेर फेरि यसलाई एनिमेसन गर्न मिल्छ कि। अब यसलाई तपाईँले भिडियो बनाउन मिल्छ। जस्तो यो क्यानभा लेखेको कसरी प्रस्तुत होस् भन्ने लाग्छ तपाईँलाई, यसरी हामीले गराउने होइन, म यसरी गराउँछु भन्ने लाग्छ। अथवा यसरी एउटा एउटा अक्षर आओस् भन्ने लाग्छ। अब एनिमेसन दिनुहोस् तपाईँले, यहाँ हेर्दै जानुहोस् तपाईँलाई कुन चाहिँ मनपर्छ, जुन स्टाइल मनपर्छ त्यही अनुसार गर्नुहोस्। यो एनिमेसनको पार्ट भयो। अब एनिमेसन कुन साइडबाट कुन साइड आउने हो, कसरी ल्याउने, यो तरिकाहरू छ। यहाँ धेरै कुराहरू गर्न सक्नुहुन्छ। ल मैले एकछिनलाई यही मन पर्यो यही राखेँ, ठिक छ। एनिमेसनको काम पनि भयो। अब तपाईँले यहाँ एनिमेसन राख्नुभयो, तपाईँलाई फोटा पनि राख्न मन लाग्यो, यसैमा फोटा पनि राख्नु पर्यो। अब फोटा कसरी राख्ने त? फोटा राख्ने कुराको लागि तपाईँ यहाँ इलिमेन्टमा भन्न जानुहोस्। सबभन्दा पहिला तपाईँले यहाँ फ्रेममा क्लिक गर्नुहोस्। फ्रेममा क्लिक गरेर तपाईँले कस्तोमा फोटा राख्ने हो, यहाँ साइज दिन्छ कि अहिले तपाईँलाई होइन। जस्तो ल यस्तोमा फोटा राख्न मन लाग्यो तपाईँलाई, लभको साइनमा फोटा राख्न, यस्तो ल्याउनुहोस्। यसलाई बाहिर क्लिक गर्नुहोस्। फेरि तपाईँ इलिमेन्टमा गएर यसलाई चाहिँ इन्टु गरेर अर्को ल्याउँदाखेरि अब तपाईँले फोटा ल्याउनलाई के गर्नु पर्यो भने अब तपाईँ अपलोडमा जानु पर्यो। तपाईँको फोटा ल्याउनु पर्यो नि त अपलोडमा। अपलोडमा गएपछि यहाँ अपलोड फाइल गर्नुहोस्। तपाईँको मोबाइल र डेस्कटपमा भएको फोटा यहाँ ल्याउनुहोस्। मसँग अलरेडी यहाँ केही फोटा छ होला भनेर त भने, छ कि छैन थाहा छैन, छ कि छैन थाहा छैन, छैन छ ल छ। ल एउटा फोटा, यही फोटा मलाई ल्याउनु मन लाग्यो, मैले यो फोटा ल्याएँ। यो फोटालाई भित्र लानुभन्दा पहिले नै यसलाई मैले क्रप गर्छु है। क्रप गर्ने अप्सन यहाँ छ। यो फोटालाई म क्रप गरेर थोरै मिलाएको छु यसको। यसको हिसाब किताब मिलाएर यसलाई अलिकति ठुलो पनि बनाउँछु। अब यो फोटाको ब्याकग्राउन्ड तपाईँलाई हटाउन मन लाग्छ भने पहिले ब्याकग्राउन्ड हटाइदिउँ है।
रिमुभ बिजी गरिदिउँ, ब्याकग्राउन्ड हट्छ यो। म नेपालकै सबभन्दा लामो पुलमा थिएँ, त्यो ब्याकग्राउन्ड जति छ कि त्यति हटाएर पुरै हटाइदिएन। अब यसलाई ल्याएर राखिदिनुहोस्। ल हेर्नुहोस्, बन्यो। तल ल्याउँदा ब्याकग्राउन्ड हटाएको छैन है। ब्याकग्राउन्ड हटाउँदाखेरि फेरि यो लभको सङ्केत पनि हट्छ कि। यसरी फोटो राख्यो। अब फोटोको तल फेरि केही लेख्नु पर्यो। फेरि तपाईँ टेक्स्टमा जानुहोस्। होइन यो लेख्ने होइन, मलाई यहाँ अरू केही चिज ल्याउनु पर्यो, कलस सलस केही ल्याएर राख्नु पर्यो भने ल एलिमेन्टमा जानुहोस्, यहाँ सर्च गर्नुहोस्। के सर्च गर्ने? कलस। कलस भनेर यसलाई नेपालीमा टाइप गरौँ न, बुझ्ला नि यति त अब होइन। पूजाको कलश भनिसक्यो उसले। ल कलश, कलश ल्याएर राख्ने, राखिदिउँ न कलश। कलशलाई सानो गराउने, सानो गराउँछ। ल ट्याक्कलाई यहाँ चाहिँ कलश राखिदिउँ। तपाईँले एउटा चिज गरिसक्नुभयो भने त्यही तपाईँले दुई ठाउँमा राख्नु पर्यो भने फेरि कलश ल्याउने होइन। यहाँ यो प्लसमा हेर्दा डुप्लिकेट भन्ने छ, डुप्लिकेट गर्ने, ट्याक्क यसलाई सार्ने। ल यता पनि कलश भयो। यसले साइज आफै मिलाइदिन्छ। कलश भयो। तपाईँलाई नेपालको झन्डा पनि चाहियो अरे। ल यसैमा नेपालको झन्डा पनि राख्छु भन्नेदेखि मैले उदाहरण भनेको है सर म्यामहरू। फ्ल्याग अफ नेपाल आइसक्यो। र नेपालको झन्डा चाहियो। हेरौँ यहाँ झन्डा पनि यसले दिइहाल्छ कि सर म्यामहरू। नेपालको झन्डा कुन चाहिँ राख्ने तपाईँले रोज्ने अप्सन हुन्छ यहाँ। यो सी मोर अप्सनमा जानु हो भने यहाँ जस्तो पनि यसले देख्छ तपाईँलाई कुन राख्न मन लाग्छ त्यही झन्डा ल्याउन सक्नुहुन्छ। मैले एकछिनलाई यो झन्डा ल्याएँ। ल अब यो झन्डालाई मैले यहाँनिर राख्छु, तर एकदम सानो गरेर राख्छु। यहाँ राखे पनि राखौँ होइन, यो त यहाँ भयो। यसलाई समातेर ट्याक्क लगेर यहाँ राख्नु है नेपालको झन्डा यहाँ। अब यही झन्डालाई उता लानु पर्यो, फेरि डुप्लिकेट गरिदिनुहोस्, ट्याक्क सारेर त राखिदिनुहोस्। यसरी लेख्ने कुरा, इमेज ल्याउने कुरा, यहाँबाट केही यो एलिमेन्टमा तपाईँले सबै चिज पाउनुहुन्छ सर म्यामहरू। यसको लागि तपाईँले गुगल सर्च गर्दा नभेटेको कुरा पनि क्यानभा सर्चमा चाहिँ भेट्नुहुन्छ कि। अहिले यति धेरै यसले आफूलाई अपग्रेड गरिसकेको छ। यसमा सर्च गरेर चाहिने कुराहरू चाहिँ गर्ने। जस्तो तपाईँले निमन्त्रणा पत्र गर्दै हुनुहुन्छ भने हार्दिक निमन्त्रणा लेखेको गर्ने होला। तपाईँ डेली गुड मर्निङ भनेर हाल्नुहुन्छ भने गुड मर्निङ लेखेको चाहिने होला, यहाँ गुड मर्निङ लेखेको ल्याउनुहोस्। जे खोज्नुहुन्छ सबै कुरा भेटिन्छ। अब यो बाँकी यसमा फुलबुट्टा भर्ने, यसको डिजाइनिङ गर्ने कुरा चाहिँ हजुरको हातमा। अब यसलाई थप डिजाइन गर्नु पर्यो भने तपाईँले सेप ल्याएर काम गर्नुपर्छ। फेरि यो सेपमा जानुहोस्, सेप ल्याएर त्यो सेपलाई चाहिँ कुन स्टाइलमा गर्ने, के गर्ने सब कुरा छ कि यहाँ। ल हेर्नुहोस् यहाँ स्टाइल यसको जस्तो 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 ग्राफिकमा सेप के छ हेरौँ त। सेपको ग्राफिकमा जस्तो अब हेर्नुहोस् ट्याक्कै ल्याउनुहोस्। अब यसमा तपाईँले थप केही लेख्ने भने यसलाई सानो गराउन सकिहाल्नुहुन्छ। यसलाई तानेर चाहिँ राख्ने। अब त्यो भेरी जान्छ त। यसलाई सानो गराएर थप कुरा यहाँ केही लेख्नु पर्यो भने सानो गराएर सानो गराएर यहाँ फेरि टेक्स्ट ल्याउने कुरा मैले भनिसकेँ अघि। यसलाई टेक्स्ट ल्याउनुहोस्, जतिवटा गराउनु मिल्छ गराउनुहोस्। यसलाई स्टाइलको रूपमा प्रयोग गर्नु छ भने ठिक छ होइन। यसरी तपाईँलाई चाहिएको कन्टेन्टहरू मजाले ल्याउन सकिन्छ। गुरु यसमा साउन्ड चाहिँ राख्न सकिन्छ सकिँदैन? हजुर साउन्ड चाहिँ राख्न सकिन्छ सकिँदैन? सकिन्छ सकिन्छ। कसरी हो साउन्ड राख्ने कसरी? अहिले हामीले काम के गरिरहेछौँ भन्ने कुरा हेरौँ, त्यसपछि साउन्डको कुरा पनि हामी हेरिहाल्छौँ। अनि यसको साइज कसरी हो सर? 4 6 8 10 भनेर साइज नि गरिन्छ नि फोटो? हो साइज पनि गरिसक्यो। साइज कहाँबाट भने हामीले सुरुमा डिजाइनको गरेका छौँ नि। डिजाइनबाट हामी साइज गर्न सक्छौँ। एकछिन हजुरले भनेको कुरा चाहिँ गर्नको लागि अहिले हामी भिडियो भन्ने अप्सनमा जान्छौँ। भिडियो भन्ने अप्सनमा यस्तै गरेर यही चिजलाई राख्छौँ भिडियो, अनि 1 बाई 1 एनिमेसन गर्छौँ। अघि एनिमेसन हामीले त्यो मात्रै गरेको होइन र। अब हामी यस झन्डाको पनि एनिमेसन गर्न मिल्छ कि सर म्यामहरू। दुईवटा झन्डालाई सँगै एनिमेसन गरौँ। यो झन्डालाई चाहिँ कस्तो खालको एनिमेसन गर्ने होइन, के गर्दा हुन्छ एभ्रिथिङलाई 1 बाई यसको कलर्सको एनिमेसन कसरी गर्ने भनेर एनिमेसन गर्न सक्छौँ। यो एनिमेसन भनेको भिडियोको जस्तो देखिन्छ एनिमेसन गर्दा बित्तिकै। यो अर्को एउटा तरिका भयो हामीले आफूले डिजाइन गराउने कुरामा। ल यहाँसम्मको कुरामा सर म्यामहरूको के छ भने फेरि एकछिन गफ गर्नु पर्यो। विचार बदल यथार्थ बदलिन्छ देखेको छ नि यो अघिको।
बनाउँदै थियौँ। फोटा किन फरक आयो भन्नुभएको छ। फोटा मैले एड गरेको थिएन, एड गरेको सेम फोटा आउँथ्यो। ल ल अहिलेसम्मको कुरामा कसैको केही जिज्ञासा छ भने प्लिज अर्को जिज्ञासा राख्नुहोस्। त्यसपछि हामी पहिला अप्ठ्यारो गर्नुपर्छ अनि सजिलो गर्नुपर्छ, त्यसपछि सजिलो गर्छौँ। त्यसमा त डिजाइन आफैले गर्ने हो। फोटोसप मैले चलाउँथेँ सर। फोटोसप त्यस्तो खासै छैन, गाह्रो। ओके, फोटोसप चलाउनेहरूलाई त यो त इजी भएको कुरो। पहिला फोटोसप स्टुडियो हुँदाखेरि फोटोसप चलाएर गर्थेँ मैले। ल त्यसो भने शर्मा बाबु अब हामी दुईटा काम गर्छौँ। एउटा हिजो यहाँहरूले गराएको पिडिएफलाई पावर पोइन्ट कसरी बनाउने भन्ने छ, एउटा त्यो काम गर्छौँ। एउटा काम के गर्छौँ भने यसमा भएको फिचरहरूलाई कसरी प्रयोग गर्ने भन्ने गर्छौँ है त। त्यसो भए म अगाडि बढेँ फेरि। ल शर्मा बाबु म अगाडि बढेँ, यसलाई सेयर गरेर जानु पर्यो। आज नेपालगञ्जको हाम्रो 3टा प्रदेशको साथीहरूसँगको क्लास मैले लिँदाखेरि गरेको कामबाट जान्छु है त। आज यही कुरा सिकाएको थिएँ शर्मा बाबु यहाँ पनि। यो कुरामा हामीले के गरेका थियौँ भन्दा अरू सबै चाहिएन, हामीलाई यो मात्रै चाहियो। म यसैलाई डाउनलोड गर्छु। यो डाउनलोड गर्ने कुरा त यहाँलाई आइडिया छ। डाउनलोड भएन। एकैछिन है हजुर, डाउनलोड हुनको लागि यसले किन मानेन भनेपछि एकैले डाउनलोडमा थोरै समस्या देखाएको छ। यसको व्यवस्थापन म गरिहाल्छु, त्यसपछि म त्यसैबाट काम सुरु गर्छु। सर यो हिजोको भिडियो थियो नि, त्यसमा यो थम्बनेल कसरी लाउने त? त्यो चाहिँ आइडिया आएन मलाई। भिडियोमा थम्बनेल लगाउने कुरा हजुरले के युट्युबमा काम गरिसक्छ म्याम? युट्युब बनाउँदाखेरि हो? ए हजुर हजुर, युट्युब बनाउँदा म भन्छु है त। ल मैले यसलाई यहाँबाट डाउनलोड गरेँ शर्माहरू। यो डाउनलोड गर्दाखेरि पिडिएफ डाउनलोड हुन्छ हेर्छु है त। पिडिएफ नै डाउनलोड छ। अब यो पिडिएफलाई कसरी हामीले क्यानभाबाट काम गर्ने भन्ने कुरा चाहिँ छ। यही हो, डाउनलोड गर्न सक्छ। अर्को कुरा गर्छ है त हामीले। अब मैले यसलाई ब्याक गएँ, यो डिजाइनलाई मैले हटाइदिएँ। फेरि क्यानभामा गएर क्यानभामा अब हामीले के गर्ने हो त भन्दा प्रेजेन्टेसन हो नि त हाम्रो। पावर पोइन्ट बनाउनु पर्छ भनेको हो नि त। पावर पोइन्टमा मैले क्लिक गरेँ शर्माहरू, यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अघि आएको हाम्रो पिडिएफ फाइलको पावर पोइन्ट गराउनु पर्ने। त्यसको लागि के गर्ने, सबभन्दा पहिला अपलोडमा जाने, अपलोड फाइल गर्ने। तपाईको डाउनलोडमा गएर बसेको छ यो फाइल, यसलाई ओपन गर्ने। यहाँ खोल्दैछ, एकैछिन यसले टाइम लिन्छ। तपाईले डाउनलोड गरेको कुरामा यो डिजाइनमा गएर बस्छ है। पिडिएफ चाहिँ डिजाइनमा बस्छ, इमेज इमेजमै बस्छ, भिडियो भिडियोमै बस्छ। भिडियो पनि तपाईले ल्याएर चाहिँ यसलाई एडिट गर्न मिल्छ। डिजाइन डिजाइनमै बस्छ। अब यो डिजाइनमा यही हो मैले अहिले गरेको 17 पेज छ शर्माहरू। यो यहाँ क्लिक गर्नुस्, फेरि क्लिक गर्नुस्, एप्लाई अल 17 पेज गर्नुस् त। 17 को 17 पेज आयो शर्माहरू, यहाँ हेर्नुस् त, आयो, देख्नु भएको छ। अब यो 17 को 17 पेज तपाईले अहिले के गराउने भन्ने कुरा मलाई भन्नुस्, म त्यही बनाउँछु। यसको भिडियो पनि बन्छ, यो स्लाइडको पावर पोइन्ट पनि बन्छ। पिडिएफ त तपाईसँग छँदैछ। पहिलो काम हामी पावर पोइन्ट गर्छौँ। पावर पोइन्टमा हजुरले केही चेन्ज गर्नुपर्छ भने यहाँ भनिसक्ला, चेन्ज गर्नुपर्ने केही पनि छैन भने त केही पनि भएन। कहिलेकाहीँ केही कुरा यहाँ तपाईले लेख्नुपर्ने एउटा थियो, एउटा भयो, केही बिग्रेर आयो भने त्यो बिग्रेर आएकोलाई के गर्ने त्यो तरिका चाहिँ म सिकाइहाल्छु।
जस्तो एउटामा मैले काम गरौँ है त हजुरहरूलाई। यो नेक्स्ट जेन इडियु बाई कुमार गुरु भन्ने चाहिँ यो चाहिँ तपाईँलाई चाहिएन भन्ने लाग्यो भने के गर्नु त भन्दा इरेजमा जाने, म्याजिक इरेज भन्ने हुन्छ। यहाँ गएर नचाहिएको यो हो नि, यसलाई सट्ट लाएर यस्तो गरिदिनुहोस्, यहाँ इरेज भन्ने खोल्छ, इरेज गर्नुहोस्, यो हट्यो यहाँबाट। बुझ्नुभयो? यो त हट्यो, तर यहाँ के राख्ने त? यहाँ चाहिँ हजुरलाई फेरि आफ्नो केही कुरा एड गर्न मन लाग्छ नि त। यहाँ केही कुरा एड गर्नु पर्यो भने फेरि कहाँ जानुहोस्, एलिमेन्टमा जानुहोस्। एलिमेन्टमा गएर जस्तो यो सेप छ नि, यही सेपलाई ल्याएर एकछिन यहाँ राखौँ न। यसलाई ल्याएर कलर सानो बनाएर हजुरले यसैमा सरी कन्ट्रोल सेट अझ सानो गरौँ। मैले त्यहाँ लेखेको थिएँ, हजुरले यसलाई के गरिसक्यो भने यसलाई थोरै तानेर के गर्छ, सबैमा जान्छु पो भन्छ त, डिस्टर्ब गर्छ। ल यो ब्याकग्राउन्डमा जाँदो रहेछ है। ब्याकग्राउन्डमा गएको कारणले गर्दा अरू डिजाइन ल्याउनु मिल्छ। यसलाई मैले ब्याकग्राउन्ड हेरेँ, यही राख्छु अहिले एकछिनलाई। जहाँ गए पनि यस्तै गर्दैछ। ल कहिले काहीँ अब तपाईँले यसलाई थोरै स्टाइल दिन मन लाग्यो नि, स्टाइल देख्यो नि, रेड भयो नि यहाँ। अब यसैमा तपाईँले आफ्नो कुरा लेख्न सक्नुहुन्छ। म लेख्ने कुरा पनि एउटा सिकाउँछु। यहाँ सेपमै गएर मैले लेख्न मिल्ने खाली सेप लिएर आउँछु। अहिले कहिले काहीँ काम गर्न हामीलाई दिँदैन। कहिले काहीँ सेप हेर्नु, कुन सेप हजुरलाई मनपर्छ, जुनसुकै ल्याउन सक्नुहुन्छ। जस्तो मैले एकछिनलाई यही ल्याएँ। यो ब्ल्याकवाला आयो नि, हेर्नु त, यो ब्ल्याकवाला मैले यस्तो सारेँ। अब यसलाई सानो गराउन मिल्छ। यो ब्ल्याक छ, तपाईँले यो ब्ल्याकको कलर चेन्ज गरेर तपाईँले यसलाई अरू कुनै कलर गर्छु भने कलर चेन्ज गर्न पाउनुहुन्छ। मैले यसलाई ब्लू बनाएँ, ब्लू बन्यो। अब यसलाई अलिकति तलपट्टि सारेर यसलाई तल सारेर यहाँ लास्टमै ल्याइदिन्छु र यसलाई सानो गराउँछु अझै। ट्याक्क यति मात्रै हुने गरी सानो गराउँछु यसलाई। सानो बनाउनुहोस्। अनि अब यसैमा हजुरले आफ्नो नाम एड गर्न मिल्यो नि त। यहाँ आफ्नो नाम लेखेर, अब आफ्नो नाम कसरी लेख्ने यसमा भन्दा फेरि म टेक्स्टमा गए हेर्नुहोस् त, टेक्स्टमा जानुहोस्, हेडिङमा जानुहोस्। यहाँ चाहिँ रेशम गुरु भनेर राखिदिनुहोस्। रेशम गुरु भयो। यसलाई अक्षरको कत्रो गरे सानो गराउन आइहाल्छ। ट्याक्कै यो रेशम गुरु यहाँ गराउनुहोस्। अब यो कलरको जस्तो त्यो ब्याकग्राउन्ड र यो कलर त मिलेन। यसको कलरलाई अब टेक्स्ट कलर व्हाइट गरिदिनुहोस्, लाइट कलर गरिदिनुहोस्। टेक्स्ट कलर लाइट व्हाइट गरे पनि हुन्छ। मेबी व्हाइट भयो जस्तो लाग्छ मलाई। बसेन, टेक्स्ट कलर चेन्ज गरौँ। टेक्स्ट कलर डकुमेन्ट हेर्नु त। अब रमेश गुरु भनेर आयो नि त। अब यो तपाईँको के भयो त भन्दा तपाईँले आफ्नो बनाउन चाहनु भने तपाईँले आफ्नो गराउन सक्नुभयो। यसरी जहाँ जे एडिट गर्नुपर्छ एडिट गर्नुहोस्। अब त्यसपछि यसलाई डाउनलोड गर्दाखेरि सबैभन्दा हामीले ख्याल गर्नुपर्ने कुरा त्यही हो। डाउनलोड गर्दा के गर्ने भन्दा सेयर अप्सनमा जाने, अक्सर हामी आत्तिन्छौँ अनि बिग्रिन्छ। सेयर अप्सनमा गएपछि यहाँ डाउनलोड भन्ने अप्सन छ, यसलाई डाउनलोडमा जाने। डाउनलोड जाँदै गर्दा केमा भइरहेछ डाउनलोड हेर्नुहोस् है। यहाँ यो पिएनजी भइरहेको छ, फोटोमा डाउनलोड भइरहेछ अहिले। हामीले फोटोमा होइन नि त, हामीलाई चाहिएको के हो, पीपीटीएक्स हो। हजुरले पीपीटीएक्स गर्नुभयो भने मात्रै यो पावर पोइन्ट बन्छ। अब सबै पेज हो कि सिंगल पेज हो? सबै पेज हो। डाउनलोड गरिसक्यो, पीपीटीएक्स डाउनलोड हुँदैछ, एउटा काम गर्यौं। अब यसैलाई भिडियो गराउनु भनेको थियौं नि त हामीले। तपाईलाई के लाग्यो भने यस्तो मैले दुःख गरेको छु, कम्तीमा म मेरो फेसबुकमा यसलाई भिडियो बनाएर हालिदिन्छु भन्ने लाग्यो भने के गर्ने? आउनुहोस् त्यसको काम गरौँ। अब भिडियो गराउनु भने यहाँ क्लिक गर्नुहोस्, भित्र यहाँ एनिमेसन भन्ने अप्सन आउँछ। अब एनिमेसन अप्सन आयो भने यसलाई कसरी एनिमेसन गर्ने? हजुरले यहाँबाट एनिमेसन छान्नुहोस्। यो मोडेल आयो, हेर्नुहोस् है, हेर्दै जानुहोस् कुन तपाईलाई ठिक लाग्छ। कसरी आएको हजुरलाई ठिक लाग्छ हेर्दै जानुहोस्। यहाँ
हजुरलाई जुन तरिका मन पर्छ यो ल मलाई यही मन पर्यो एकछिन। अब यो तरिका मन पर्यो, यसको एनिमेसनलाई एप्लाई टु अल भन्ने पनि हामी गर्न सक्छौँ, सिंगल पनि गर्न सक्छौँ। बस दोस्रोमा गएँ, यो मैले क्लिक गरेँ, हेर्दै एप्लाई टु अल आयो। एप्लाई टु अल गर्नुभन्दा पहिला कति सेकेन्ड गर्ने एउटा समय सेकेन्ड मिलाउनुहोस् कि 5 सेकेन्ड छ, मैले 5 सेकेन्डलाई चाहिँ 15 सेकेन्ड गराएँ ल, होइन 15 सेकेन्ड थोरै 20 सेकेन्ड गराएँ, जति गराउनुहोस्। एप्लाई टु 17 वटामा एप्लाई टु अल। अब 17 वटा 20 सेकेन्ड पछि कति मिनट भयो तपाईँको यो भिडियो? कति मिनट भयो? एउटा काम यो गर्यो। अघि मलाई कसले भन्नुभएको थियो, अब हामी चाहिँ अर्को काम गर्छौँ, अपलोड। अब यो स्लाइडमा सर्मा हाम्रो अर्को के हुन्छ भने, स्लाइड तपाईँले प्रस्तुत गर्दै गर्दा स्लाइडमा देखिने तर हजुरले आफूले बोल्न मिल्ने केही कुरा राख्नु पर्यो भने त्यो चाहिँ यहाँ नोट भन्ने हुन्छ तल। यो जसले प्रस्तुति दिइरहेको छ उसले आफ्नो नोट यहाँ राख्न मिल्छ। हेर्नु त 500 वर्डसम्मको नोट राख्न मिल्छ प्रत्येक स्लाइडमा कि यहाँ राख्ने। यो स्लाइड देखाउँदै गर्दा यो विषयमा कुरा गर्ने भने नोट एड गर्दै गर्दै जानुहोस्, तपाईँको नोट एड हुन्छ। जुन नोट तपाईँले देखाउँदाखेरि सहभागीले देख्दैनन्, तपाईँले मात्रै देख्नुहुन्छ यदि त्यसरी काम गर्नुभयो भने। अब यो भिडियो बनिसक्यो, कति मिनटको बने हेरौँ। फेरि डाउनलोडमा जाउँ, डाउनलोडमा जाउँ, डाउनलोड हेर्नुहोस्। अब डाउनलोड केमा छ अहिले? PPTX छ नि। हामीले त पावर पोइन्ट होइन नि, पावर पोइन्ट बनाउँदाखेरि भिडियो लस हुन्छ भन्छ यसले। हामीलाई चाहिएको पावर पोइन्ट होइन नि, अहिले हामीलाई चाहिएको के हो? MP4 भिडियो हो नि। MP4 भिडियो 17 पेज हो, 17 पेज डाउनलोड गरौँ। यो भिडियो पनि डाउनलोड भयो। एउटै चिजलाई हामीले पावर पोइन्ट बनायौँ, एउटै चिजलाई हामीले भिडियो बनायौँ। भिडियो बनाएको तपाईँले अब आफ्नो फेसबुकमा युट्युबमा राख्न सक्नुहुन्छ कि यति राख्यो भने धेरै हुन्छ नि त। आफ्नो विषयको तपाईँले हरेक दिनको यति यति बनाएर राख्नुभयो भने ल मेरो भिडियोमा छ भन्ने हुन्छ। भिडियो त मान्छेले पज गर्दै गर्दै हेर्छ नि त। कम्तीमा बच्चा बच्चीहरू हाम्रो भिडियो नै युट्युबमै चलाउँछन् भने पनि तपाईँको कन्टेन्ट हेर्न जाओस् कि बच्चा बच्ची। अब कसैले तपाईँको प्रोडक्टको बारेमा हेर्ने भने मेरो प्रोडक्ट मेरो चाहिँ युट्युबमा छ भन्नुहोस्, त्यहाँबाट उसले खोज्न सक्छ। यो भिडियो थोरै टाइम लिन्छ, हेरे लिँदै गरोस्, केही छैन। यहाँसम्मको कुरामा कसैको केही छ भने फेरि हामी सल्लाह गरौँ। अनि अरू म्युजिकहरू चाहिँ राख्नुपर्छ। हजुर म्युजिकहरू चाहिँ अब म्युजिकको कुरा म गर्छु ब्रो, म्युजिकलाई अलि पछि राखेको छु, चिन्ता नगर्छु। भोलि म्युजिक होइन पुरै झगास म्युजिक जान्छ। हजुरले पहिलो दिन हेर्नु भएको थियो नि त 5 डेमा कस्तो म्युजिक थियो? हजुर भइहाल्छ ब्रो, है त। अरू कसैको केही छ यहाँसम्मको जिज्ञासा? अब एउटै काम बाँकी छ, एकदम सजिलो काम बाँकी छ, हामी गरिहाल्छौँ त्यसलाई। प्लिज एनिमेसन गर्नुभन्दा पहिला त्यो एक स्टेप चाहिँ अलिकति मलाई कन्फ्युज भयो सर। जस्तै भनिसक्यो त, यो हामीले यता ल्याइयो होइन, त्यसपछि हामीले सेयर गरियो, अनि त्यसपछि फेरि खोलेर एनिमेसन लगाइयो कि कसो गरियो त? ओके ओके म भनिहाल्छु। कुरा अब उता मेरो डाउनलोड भइसक्यो होइन। मैले के जस्तो एनिमेसनको कस्टमा के हो भने फर्स्ट स्लाइडमा मैले क्लिक गरेँ, यहाँ भित्र अहिले जस्तो भित्र बाहिर क्लिक गर्यो भने एनिमेसन भन्ने अप्सन देखिँदै हेर्नुहोस् है। स्लाइड भित्र क्लिक गर्नु भने एनिमेसन भन्ने अप्सन आउँछ, एनिमेसनमा क्लिक गर्ने। त्यसपछि एनिमेसनको यहाँ मोडेलहरू छ कि कुन मोडेलमा तपाईँले गर्ने छान्दै छान्दै जाने हो। अहिले मैले यो एनिमेसन गरिसकेको छु, मसँग रिमुभ एनिमेसन भन्ने अप्सन आएको छ। हजुरले एउटा क्लिक गर्नुभयो भने एउटा मात्रै गर्ने हो, जस्तो हरेकमा फरक फरक गर्न पनि पाउनुहुन्छ। मैले अहिले एप्लाई टु अल गरिदिएको छु, एप्लाई टु अल गरिदिएको छु। यो कुरा यति। बिजी रिमुभको कुरा गरेँ मैले, इरेजको कुरा गरेँ। अब एडिट गर्ने कुरा यहाँबाट गर्न सकिहालिन्छ। यो क्रप गर्ने कुरा, फाइलको कुरा समस्या छैन, एनिमेसन भयो, पोजिसनको कुरा। अब हामी अर्कोमा जान्छौँ यसको सरमा। अब हाम्रो लास्टको आजको कार्यक्रम के हुन्छ भने सर एकैछिन प्लिज सर, जस्तो 15वटा भन्दा बढी स्लाइडहरू थप्न पर्यो भने के गर्ने भन्नुभएको थियो सर? कस्तो राम्रो कुरा गर्नुहुन्छ, थ्याङ्क यू म्याम, थ्याङ्क यू। ल अब हेर्नुहोस् है, 15 भन्दा के गर्नुपर्ने?
15 भन्दा बढी स्लाइड थप्नु पर्यो भने के गर्ने भन्ने कुराको सन्दर्भमा यसलाई मैले इन्टु गरेँ। ल हामीले गरेको काम त सबै यही हुन्छ, यो डिजाइनमा गएपछि काम त सबै यही हुन्छ हैन र? यो त केही समस्या छैन। यो भन्दा अगाडि गरे हामीले यही त हो नि, भिडियो गराएको यो हो, स्लाइड गराएको यो हो। अब हामी स्लाइडमै जाउँ न एकछिन। ल स्लाइडमै गएँ। अब के गर्नु पर्यो भने यो स्लाइडमा तपाईले अगाडिपट्टि आफ्नो केही खास कुरा लेख्नु पर्यो, बीचमा थप केही कुरा राख्नु पर्यो भने के गर्ने भन्दा यो पहिलो स्लाइडमा क्लिक गर्ने, त्यसपछि यहाँ डुप्लिकेट भन्ने अप्सन आउँछ नि त, डुप्लिकेट पेज गर्नुस्। यो पनि सेम हो, सेम हो। अब म पहिलो पेजमा जान्छु, यहाँ यसलाई मैले हटाइदिन्छु, यसलाई पनि हटाइदिन्छु। तपाईसँग ब्ल्याङ्क पेज आयो नि त, ब्ल्याङ्क पेजमा फेरि डुप्लिकेट गर्नुस्, डुप्लिकेट गर्नुस्, कतिवटा तपाईले राखेर थप्ने पेज कतिवटा थप्नुस्। यो कहाँ थप्ने हो त्यही ठाउँमा डुप्लिकेट गर्न मिल्छ, नभए यसलाई सार्न पनि मिल्छ। फेरि हजुरले आफूले बुझ्नु, मैले डुप्लिकेट गरेँ यति पेज हैन। अब म अपलोडमा जान्छु एकछिन, अपलोडमा जान्छु। अहिले मसँग यही भएकोलाई प्रयोग गर्छु। मैले सन्दुक रोयतको बारेमा मैले थोरै कुरा गर्नुपर्ने भयो केटाकेटीलाई आज, जसै पनि भन्ने लाग्यो मलाई। मैले यो सन्दुक रोयतको कुरा थप्नु पर्यो भने यहाँ गर्छु। ल यसलाई मैले यहाँ थपिदिइहाल्छु है। सन्दुक रोयतको आयो पहिलो कुरा। दोस्रोमा मलाई के थप्नु पर्यो भने यो ओस्कर अवार्ड पाउने को थियो, यो पनि आज कुरा गरिदिनु पर्छ भन्ने लाग्यो, दोस्रो थपिदिएँ मैले। तेस्रो पेजमा हजुरलाई के थप्न मन लाग्यो, पृथ्वीमा किन लगानी गर्ने भन्ने थप्नु मन लाग्यो, ल थपिदिएँ। चौथोमा के थप्ने, त्यसमा क्लिक गर्ने है, चौथोमा क्लिक गर्ने। त्यसपछि सन्दुक रोयतले पाएको पुरस्कार के हो भन्ने कुरा पनि देखाइदिउँ न आज केटाकेटीलाई पढाउनु भन्दा पहिला भन्ने लाग्यो। अब यहाँ यो खाली पेज छ, सो यो खाली पेजलाई, यो त मैले खाली पेज एक्स्ट्रा भयो, यो त मैले सुरुमा आफ्नो नाम साम लेखेर ड्याङ्गिङ सुरु गरेँ भने यो त सार्दिनुस् न। यो फर्स्टमा आइज भाइ, आउनु मानेन चिन्ता नगर्नुहोस्। यो फर्स्टमा आएर भने यो सेकेन्डमा जान्छ कि। फर्स्ट खाली भयो। अब यहाँ अघि मैले सिकाएको थिएँ डिजाइन गर्नुहोस्, आफ्नो स्कुलको नाम लेख्नुहोस्, आफ्नो फोटो अपलोड गर्नुहोस् हैन, कुन विषय हो त्यो लेख्नुहोस्, सबैलाई हार्दिक स्वागत छ भन्नुहोस्, स्वागतमा नमस्ते ल्याउनुपर्छ, के ल्याउनुपर्छ एलिमेन्ट मात्र ल्याउनुहोस्, ड्याङ्गल गरेर काम गर्नुहोस्। गर्दै थियौँ बत्ती झ्याप्पो गयो भनेको यहाँ मेरो मोबाइल ल्यापटपको चार्जर चाहिँ गाडी छ। ओके, बत्ती झ्याप्पो गयो, चिन्ता केही मान्नु पर्दैन, जहाँको त्यही बस्छ नम्बर। यो जे काम गरिरहेको छु त्यही बस्छ है त। मैले यो कुरालाई यति नै गरेँ। नमस्कार, ल्याङ्ग्वेज बिग्रियो भने के गर्ने, ल्याङ्ग्वेज बिग्रियो भने के गर्ने। यसमा ल्याङ्ग्वेज बिग्रिँदैन हो त म्याम, यसमा ल्याङ्ग्वेज बिग्रिँदैन। ल्याङ्ग्वेज बिग्रिने भनेको हामीले अन्त गर्यो भने यो पिडिएफमा जुन ल्याङ्ग्वेज छ त्यही ल्याङ्ग्वेज आउँछ। अब एउटा तपाईँहरूलाई एउटा चाहिँ थप टिप्स दिइहाल्छु यसैमा। जस्तो हजुरले सन्दुक रोयतको बारेमा पढाउनु पर्ने थियो, तर तपाईँलाई यहाँ के आइदियो भन्दा यहाँ नोटबुक एलएम भन्ने आयो हेर्नुहोस् है। यो नोटबुक एलएम हटाउनु पर्यो, के गर्ने यसैमा म तपाईँलाई दुईवटा स्टाइल सिकाउँछु एकैचोटि। यो नोटबुक एलएममा अघि भने जस्तै यहाँ यसो इरेज गरिदिनुहोस्, सक्यो। अब यहाँ भएको कुरा जस्तो यहाँ कतिवटा कुराहरू छ, यो कुरामा अलग अलग ल्याउँछु भन्नु हो, तपाईँले यहीँबाट यसलाई क्रप गर्दै जाने हो कि। क्रप गर्ने कुरा थाहा छ नि, त्यसलाई कन्ट्रोल डी गर्नुहोस्, यहाँ दुईटा खुल्यो, एउटा क्रप गर्नुहोस्, एउटा क्रप गरेर के गरिदिनुहोस् भन्दा यो सन्दुक रोयतले पाएको अवार्ड भन्ने मात्रै यति ल्याएर चाहिँ एउटा राख्नुहोस्, यो सक्यो। अब फेरि दोस्रोमा क्लिक गर्नुहोस्, यसलाई पनि कन्ट्रोल डी गर्नुहोस्, दोस्रोबाट के मात्रै राख्नुहोस् भन्दा सन्दुक रोयतको क्रप गर्ने, सन्दुक रोयतको फोटा मात्र राख्छु भन्ने लाग्यो, सन्दुक रोयतको फोटा मात्र ल्याउनुहोस्, सन्दुक रोयतको फोटा मात्र ल्याउनुहोस्। तेस्रोलाई मैले कन्ट्रोल फेरि डी गरेँ, तेस्रोलाई मैले फेरि क्रप गरेँ। यसलाई के गर्छु भन्दा अब सन्दुक रोयतको फोटो त आइसकेको छ, यो बाँकी रहेको कुरालाई मात्रै मैले ल्याउनु पर्ने हो नि त। यहाँ यो पनि आइसकेको छ, ल बाँकी भएको कुरा मात्र ल्याएँ। ल हेर्नुहोस्, अब यहाँ कतिवटा टुक्रा भयो, एक टुक्रा। भाइ बाहिर गयो भने फेरि देखिँदैन, समस्या यस्तो छ नि त। एक यो दुई हो, दुई सरी, यसलाई थोरै सारिदिउँ। यो तीन टुक्रा हो, तीन। यो चार हो नि, यो चार चाहिँ अब हामीलाई चाहिएन कि, चार हटाइदिनु न। यही हो नि हामीले तीनटा बनाएको। अब यसलाई सारेर यहाँ ल्याउनुहोस्, पहिलो यो। अब तपाईँले एनिमेसन गर्दाखेरि फर्स्ट एनिमेसन यसलाई गर्नुहोस्, यो मात्रै आउँछ कि।
अब त्यसपछि यो कसको फोटा हो भनेर सोध्नुहोस्, त्यसपछि पहिला त्यसले पनि के गर्ने एनिमेसन मिलाउन सकिन्छ कि। अब 3टा भयो नि, यो 3टा टुक्रामा गयो ट्याक्क काम गर्न सकिन्छ। अब यस्तो टुक्रा गराउनुको तपाईँ, तर टुक्राको के भएको छ भने टुक्राको यसको कलर व्हाइट देखेको छ, यसको कलर अर्को देखेको छ। कलर कसरी म्यानेज गर्ने भन्ने हुन्छ, यहाँ बाहिर क्लिक गर्ने, बाहिर क्लिक गरेर यो कुन कलर हो भन्ने कुरा चाहिँ यहाँ तपाईँले भेट्नुहुन्छ। यो कलर ल्याएर यो व्हाइटलाई यस्तो गर्नुहोस्, चेन्ज गरिदिनुहोस्, सेम कलर भयो नि। अब तपाईँले उता उता गर्दाखेरि 1 बाइ 1 आउँछ कि एनिमेसन चाहिँ, यसरी काम गर्न सकिन्छ। यसमा अक्षर चेन्ज हुँदैन। ल हजुर, एभ्रीवन गुरु नोट राख्ने, एउटा उताएर नोट राख्ने। गोपाल गुरु भन्नु त, मैले नोट राख्ने भनेको के गुरु बोलेपछि त? त्यो प्रेजेन्टेसन गर्ने बेलामा साइडमा चाहिँ प्रशिक्षकलाई चाहिने कन्टेन्टहरु सन्दर्भ। ओके, यहाँ तलपट्टि नोट भन्ने हुन्छ गुरु। तपाईँ खोल्नुभयो भने अहिले खोलिरहेको सिटमा अहिले तपाईँले यो मात्र देख्नु भएको छ हो, यति देख्नु भएको छ नि तपाईँहरूले। योभन्दा तलपट्टि नोट भन्ने अप्सन छ जुन तपाईँले देख्नु भएको छैन। नोट देखेको कालो देख्नुभयो होइन, तर तल देखेको नोट देख्नु भएको छैन हो। त्यो तल नोटमा क्लिक गऱ्यो भने यस्तो अप्सन आउँछ गुरु। यस्तो अप्सन आउँछ, यहाँ तपाईँले 5000 शब्दको केही कुरा चाहिँ लेख्न मिल्छ। यो कुरा सहभागीले देख्दैनन्, हजुरले मात्रै देख्ने हुन्छ। मैले जस्ट यो हेर्नु त, यस्तो भयो भने यो यहाँ नोटमा आएर चाहिँ बस्छ, जुन कुरा हजुरले इजिली हेर्न मिल्छ। त्यो डाउनलोड गर्दा स्लाइडमा जान्छ गुरु, त्यो स्लाइडमा जान्छ। स्लाइड पावर पोइन्ट स्लाइडमा यो अप्सन हुन्छ गुरु। यो यहाँ पनि हुन्छ, यहाँ तपाईँले गर्नु भएन भने पावर पोइन्ट स्लाइडमा गर्नु पनि मिल्छ। फेरि नोटवाला अप्सन तपाईँ ठाउँमा हुन्छ। हस्, धन्यवाद। हस्, ल अब सकियो सर म्यामहरू। अब यो कुरा सकिएपछि यहाँसम्म कसैको केही जिज्ञासा प्लिज? जिज्ञासा केही छ भने राख्नु पर्यो, जति धेरै जिज्ञासा त्यति। सर, जस्तो हामीले नोटबुक एलएममा हामीले 15-17वटा स्लाइडहरू बनाएर क्यानभामा ल्यायौँ नि होइन, यसमा चाहिँ 15वटा स्लाइड भन्दा बढी बनाउन सकिन्छ कि सकिँदैन के छ नोटबुक एलएममा? नोटबुक एलएममा कि क्यानभामा? नोटबुक एलएममा बनाएकोलाई ल्याएर पिपिटीमा यहाँ राख्ने होइन, क्यानभामा राख्ने। त्यहाँ नोटबुक एलएममा 15वटा स्लाइड भन्दा बढी स्लाइडहरू बनाउन सकिन्छ कि सकिँदैन? नोटबुक एलएममा 15 भन्दा बढी स्लाइड बनाउन सकिन्छ, तरिका चेन्ज गर्नुपर्छ। उसले एक पटकमा बढीमा 15वटा स्लाइड दिने हो कि। जस्तो म तपाईँलाई एउटा उदाहरण फेरि देखाएँ, तपाईँले क्वेसन गरेपछि बल्ल त्यही भएर आउँछ कि कुराकानी। मैले स्लाइड धेरै देखाउनु पर्ने भएको थियो आजको कार्यक्रममा, तर यसले त 15 मात्र स्लाइड दिन्थ्यो। त्यही भएर योसँग मैले एउटा के गेम खेलेँ भने, योसँग खेलेको गेम देखाउँछु तपाईँलाई। पहिला मैले यहाँ पहिला मैले यो स्लाइड चाहिँ देखाएँ साथीहरूलाई। यो स्लाइड 17वटा स्लाइड छ, सरी 15वटा स्लाइड छ। यो स्लाइडमा मैले क्वेसन राखिनँ पहिला। यो स्लाइड होइन, यो टिचरले गराउने स्लाइड हो। मैले टिचरवाला स्लाइड होइन, यहाँ ट्रेनरवाला स्लाइड बनाएको छु, एउटा देखाइहाल्छु है। एकैछिन प्लिज। ट्रेनरवाला स्लाइड नोटबुक एलएम वैज्ञानिक। अब तपाईँले यही के गर्ने भने यहाँ प्रम्प्ट दिने हुन्छ नि। यो स्लाइड डेस्कमा प्रम्प्ट दिँदाखेरि यसलाई 2-3टा काममा बाँड्नु पर्यो कि। एउटा तपाईँले कन्टेन्टको कुरा लेख्नुहुन्छ, ठिक छ। अर्को चाहिँ यसको मलाई 10वटा क्वेसन एन्सर, एउटा स्लाइडमा एउटा क्वेसन, त्यसको 4वटा एन्सर दिनुहोस् भन्नुहोस्, 10वटा स्लाइड बन्छ। त्यो 10 र पहिलाको 15 जोड्नुहोस्, 25वटा स्लाइड हुन्छ। थप्दै जानुहोस्, त्यसमा स्लाइड बन्दै जान्छ। यहाँ छ जस्तो लाग्छ मलाई, हेर्नुहोस् है। एकछिन, यो 10वटा स्लाइड छ म्याम। यहाँ क्वेसन 11वटा स्लाइड छ। क्वेसन नम्बर 1, क्वेसन नम्बर 2 अलग अलग गराएको छ कि। यो यसरी 10वटा स्लाइड यो भयो। यसलाई फेरि मैले मिनिमाइज गरेँ। यसको साइडमा अर्को छ होला यो। अब यो ट्रेनरको रूपमा हेर्नु, यही स्लाइड हो, एउटै स्लाइड हो, एउटै कन्टेन्ट हो। कक्षा 10 को विज्ञानको पहिलो पाठ 1 हो। यो पाठ टिचरले गर्दाखेरि एक खालको गर्न लगाएँ मैले यसलाई, ट्रेनरले गर्दा अर्को खालको गर्न लगाएँ। ट्रेनरले गरेको कुरा हेर्नुहोस् न यहाँ के छ। ट्रेनरले गरेको कुरा हामी हेऱ्यौँ भने यस्तो छ। हेर्नु त, यी प्रशिक्षकको सन्देश मैले जुन भनेको थिएँ नि त,
नोटमा के राख्ने भन्ने कुरा, त्यो नोटमा राख्ने कुरा पनि यसले सो गरेर देखाइदिएको छ। मैले यो स्लाइडलाई बनाउँदा के गर्छु भन्दा यसलाई फेरि कट आउट गर्छु र यसलाई तल नोटमा लेखेर प्रस्तुत गर्ने गरी काम गर्न सक्छु। हेर्नुहोस्, ट्रेनर स्क्रिप्ट भनिदिएको छ, हरेकमा ट्रेनर स्क्रिप्ट दिएको छ कि यसले। ट्रेनर स्क्रिप्ट सहित दिए भने थिएँ मैले, त्यस कारण यसले दिएको। यसरी यो पनि मलाई लाग्छ 9, 10, 11, 12, 13, 15वटा छ। यो 15वटा, अर्को 10वटा, 25वटा स्लाइड भयो एउटै पाठको। टिचरको मैले के गरेको छु भन्दा मलाई एकै ठाउँमा क्वेसन पनि दिए भनेको छु, यसले कन्टेन्टलाई घटाएर दिएको छ। यसरी हामी यो काम गर्न सक्छौँ। अब यो आकर्षक बनेको छ, हेर्नुहोस्, देख्नु भएको छ तपाईँहरूले यहाँ लेखेको खास जस्तै यसमा चाहिँ 2वटा पार्ट अलग अलग गरेर दुईटा स्लाइड जस्तो स्लाइड त धेरै नै भयो, 15, 10वटा, 25वटा भयो भने अनि क्यानभामा लाएर 25वटै गराउन सकियो। सक्यो। क्यानभा भनेको जोड्ने हो नि त म्याम। नयाँ हामीले कति जोड्ने भने, तर जोड्दाखेरि के चाहिँ नगर्नु होला भने एकैचोटि एप्लाई टु 15 भन्यो भने उसले लास्टको 15 मात्र देखाउँछ। लास्टको 15 मात्र देखाउँछ है त। यो देशमा खाना खान बोलाएको घन्टी बज्यो कि के हो थाहै भएन। ल यसलाई मैले यसलाई हटाएँ। अब सर अबको कुरा एकदम इजी छ। तपाईँले यति कुरा बुझ्नु पर्यो क्यानभामा गर्नुपर्ने। अर्को कुरा भनेको तपाईँसँग टाइमै छैन तर तपाईँले धेरै काम गर्नुपर्ने छ। अब त्यस्तो धेरै काम टाइम नभएर कसरी गर्ने भन्ने कुराको लागि एउटा काम गर्छौँ। त्यो काम गर्ने भनेको हामीले केबाट हो? टेम्प्लेटबाट हो। टेम्प्लेटबाट धेरै काम गर्न सक्छौँ। म एउटा कुरा तपाईँलाई देखाएँ भने तपाईँले बुझ्नुहुन्छ। जस्तो तपाईँलाई अब यो टेम्प्लेटमा के काम गर्ने, साथीको बर्थडे छ, बर्थडेको लागि के गर्नु पर्यो, बिजनेसको लागि यो फुड, हेयरिङ, मार्केटिङ, एभ्रिथिङ, सोसल मिडिया, युट्युब पोस्ट होइन, युट्युब थम्बनेल, तपाईँले जे सर्च गर्नुहोस् यसले दिन्छ। जे सर्च गर्नुहोस् होइन। जस्तो यहाँ युट्युब भनौँ न, युट्युब थम्बनेल चाहियो भने चाहिँ क्लिक गरिदिनुहोस्, यसले युट्युब थम्बनेलको यहाँ तपाईँलाई दिन्छ कि। अब तपाईँले बनाउने युट्युब थम्बनेल कुन मोडलको गराउने हो? यहाँ यो देखेको भाइ छ नि, यो भाइको ठाउँमा तपाईँले आफ्नो फोटो राख्न मिल्छ। यहाँ लेखेको कुरा यही स्टाइलमा लेख्न पाइन्छ कि। हेर्नुहोस्, अब यहाँ कुन मोडलमा गर्ने, तपाईँलाई कुन मन पर्यो, कुन पर्पजको लागि हो, कुनै एउटा थम्बनेल छान्नुहोस्, त्यसलाई तपाईँले आफ्नो अनुकूल एडिट गर्नुहोस्, एडिट गर्न मिल्छ। बुझ्नुभएको छ? अब एडिट कसरी गर्ने भन्ने कुरा म तपाईँलाई देखाउँछु एउटा। त्यसपछि जसरी यो गर्छौँ सबैमा यही हुन्छ। सक्सेस इन बिजनेसमा जाउँ। यहाँ के यो खोल्दा बित्तिकै के आउँछ हेर्नुहोस् त, कस्टमाइज दिस टेम्प्लेट भन्छ। क्लिक गर्नुभयो भने अब यसलाई तपाईँले आफूले चेन्ज गर्न मिल्छ कि सर। अब यो कुरा लेखेको छ, यो अक्षरलाई तपाईँले सानो ठुलो गराउनु पर्यो, यसो हल्का तान्छु भन्ने भयो, यसलाई तपाईँलाई सेन्टर गराउनु मन लाग्यो, के गर्नु छ यसलाई तपाईँले आफ्नो अनुकूल चेन्ज गर्ने कुरा पनि सक्नुहुन्छ। यो त साइडमा रहेछ, म यसलाई 20 मा गराउँछु, सेन्टर गराउँछु, ल सेन्टर भयो होइन। यो अक्षर सानो भयो, यसलाई म अझ ठुलो अक्षर गराउँछु भन्नुभयो, ठुलो अक्षर गर्नु। अनि यसको म कलरै चेन्ज गर्छु भन्नुभयो, कलर चेन्ज गर्ने अप्सन छ सर मेमोरी यहाँबाट। लाइटमा लाइट कलर देखिँदैन, येलो कलर देखिन्छ होला, यसलाई पनि म सेन्टर लगाइदिन्छु हजुरले आफ्नो स्टाइलमा। होइन म त यसको त इफेक्ट नै चेन्ज गरिदिन्छु, यो अक्षर त कहाँ यस्तो हुन्छ, यो त अलिक खास हुनु पर्यो भनेलाई यसलाई खास अक्षर बनाइदिनुहोस्। यो फोटो त मेरो राख्नु पर्यो यहाँ भन्ने लाग्यो। अब फेरि के छ त समस्या, यहाँ अपलोडमा जाने फोटो राखिदिउँ न त। फोटो भाइ कहाँ छ त फोटो? थियो नि त्यसमा, कतापट्टि फर्केछन् भाइ? यता फर्केछ नि, मेरो फोटो उता फर्केको भयो। अलिक कुराकानी मिलाउनु पर्छ अहिले। ल मैले यो फोटो राखेँ, यो फोटोलाई के गर्नु पर्यो, मेरो ब्याकग्राउन्ड राखेर त मजा आएन नि त। ब्याकग्राउन्ड मैले रिमुभ गरिदिन्छु, बिजी रिमुभ। ल हेर्नुहोस्, अब भाइ तिम्रो काम सक्यो नि, तिम्रो काम सकिदिने हो। अब के भयो भने मेरो फोटो यता फर्केको छ, मैले त अब उताबाट यता देखाउनु पर्यो नि त। यसलाई मैले यता सारेँ, यो कन्टेन्ट पनि मैले यतै ल्याइदिएँ, यतै ल्याएँ, यो वास नाउ भन्ने पनि यतै राखिदिएँ। अब मैले यतातिर मेरो फोटो मात्र देखाउने हो नि त। फोटो मैले यता ल्याएँ, फोटोलाई मैले के गरिदिएँ भन्दा यसलाई पहिला क्रप गरेर अलिकति यसको जग्गा बनाउँछु, ओके। त्यसपछि फोटोलाई ठुलो गरिदिन्छु। ल हजुर बनेन त गजब। अब यही गर्ने, फेरि सेभ गर्ने कुरा त त्यही हो। त्यस कारणले नि होइन मलाई मेरो यसमा त मेरो युट्युबको लोगो पनि ल्याउनु मन छ, ल्याइदिउँ त। लोगो त यही छ त, यही युट्युबको लोगो, मेरो युट्युबको लोगो यही हो। ज्ञान यात्रा हेर्नु भन्ने हो भने
यो ज्ञानेन्द्रलाई ल्याइदिउँ, कहाँ ल्याएर राखिदिने, त्यहीँ ल्याएर राखिदिउँ, के छ त हजुर? यसरी दिएको टेम्प्लेटलाई हामीले आफ्नो अनुकूल चेन्ज गर्न सक्छौँ। यो चेन्ज गर्नुभयो भने तपाईँले आफ्नो चिज बनाउन सक्नुभयो। ओके सर म्यामहरू, आजको क्लास हामी यति नै गर्छौँ। अहिलेसम्मको केही जिज्ञासा छ भने यहाँहरूको फेरि हामी कुरा गर्छौँ। केही जिज्ञासा यहाँसम्म? अर्को साइजको फोटो बनाउँछ नि सर, फोटोसम्म क्रप गरेर अथवा साइज हानेर। हजुर, हो त्यो कसरी बनाउने भयो इमेजलाई? क्रप गरेर अँ मैले अघि एउटा मैले त्यो लबभित्र मेरो फोटो ल्याएको थिएँ नि। एउटा चाहिँ हामीले के भने त्यहाँबाट फ्रेम ल्याएर आउने, कस्तो खालको फ्रेममा राख्ने, अनि त्यही फ्रेममा फोटो राख्दै पनि हुन्छ होइन। अर्को तरिका भनेको यसरी यसरी ल्याएर अनि बिजी हटाउने। फ्रेममा ल्यायो भने बिजी नहटाएर राख्नुपर्छ, बिजी हटायो भने फ्रेमै हट्छ। तर खाली ठाउँमा चाहिँ हामीले राख्नु पर्यो भने फ्रेममा ल्याएर खाली ल्याएर ब्याकग्राउन्ड रिमुभ गरिदियो भने भइहाल्छ। ब्याकग्राउन्ड रिमुभ गर्दा फ्रेम ल्याएर पछाडि ब्याकग्राउन्ड गर्दा हुन्छ उसलाई त। त्यो जस्तो अब हामीले पासपोर्ट साइजको फोटो जस्तो नागरिकताहरू बनाउन युज गर्ने, जस्तो 4:6को पेपरमा अटो साइजको फोटो 10-12वटा आउँछ। अब त्यसलाई कसरी राख्ने त्यहाँ? सेम हजुरले जे गर्नुहुन्छ नि उसमा उतातिर। त्यसै गरी तपाईँ सेपमा गएर पहिला त्यो साइज ल्याउने, एउटा साइज ल्याउने, एउटा साइजमा राख्ने, त्यसलाई कपी गर्दै गर्दै पेजभरि गराउने कि कुरो, अनि ड्याङ्ग प्रिन्ट गर्ने। अरू कसैको केही छ? सर यो आजको क्लास खास त्यति राम्रो प्रश्न बुझ्न सकिएन सर। अलि हेरै भइयो। त्यो अगाडि त्यो ठमेल बनाउनेमा अब मोबाइल चलाएर उता हेर्न छोडेर गर्न लाग्ने भनेपछि त्यो नबुझिने, फेरि बन्द गरेर उता गर्ने भनेपछि नभए यता ल्यापटपमा चलायो, ठ्याक्क ल्यापटपमा त्यो नमिल्दैन। फेरि त्यो अगाडि यो जिमेल आइडी मोबाइलमा एउटा अनि ल्यापटपमा एउटा भएको कारणले गर्दाखेरि मिलिया रहेछ कि क्यानभा। ट्राई गर्नु त्यो अहिले किन भएन भनेको त्यो जिमेल आइडी खराब भएर रहेछ। त्यसैले अलि कन्फ्युज भयो सर। यस्तो नै कुरो कन्फ्युज जस्तो अब तरिकाहरू फरक छन् भनेर मात्रै देखाएको हामीले सुरुमा होइन। हजुर हामीले काम गर्ने भनेको एउटा यो तरिका पनि छ। कहिलेकाहीँ के हुन्छ भने कुरो हजुरलाई ट्याक्कै मनपर्ने डिजाइन चाहिँ तपाईँले युट्युबमा देख्नुभयो, यस्तै कसरी गराउने भन्दा यहाँ सर्च गर्दा भेटिएन भने त्यो डिजाइन प्रयोग गर्ने तरिका त्यो छ भनेर भनेको। तर क्यानभाको तरिका प्रयोग गर्यो भने योसँग हजारौं डिजाइन छ के कुरो। हजुरले त्यहाँ ल्यापटपमा बनाएको र मैले यता ल्यापटपमा गराए फरक जस्तो लाग्यो कि। ट्याक्कै मैले हजुरको बनाए जस्तै खोजिरहेको छु ल्यापटपमा, अनि ट्याक्कै त्यस्तो मिलिरहेको छैन कि फेरि यस्तो कुरो। अब त्यो के हो भने नि त्यो भेटिन्छ हजुरले खोज्ने कुरामा भर्खरै सुरु गर्नु भएको छ, त्यही भएर यसले हजुरलाई नचिनेको हो। खोज्ने कुरा केही पनि गाह्रो छैन। यहाँ तपाईँको जस्तो मैले यसलाई ब्याक गरेँ नि त, हामी जाने भनेको टेम्प्लेटमा हेर्नु न। यो टेम्प्लेटमा गइयो भने कति धेरै टेम्प्लेटहरू छ भन्ने कुरा सर। हामीले अहिले युट्युब थमेल भनेर टाइप गरे हो नि, युट्युब थमेलमा देखिएको हो कि यो। हजुरले सर्च के गर्नु छ त्यही। अहिले युट्युब थमेल बाहेक अरू केही पनि देखेको छैन यहाँ। यो जति पनि छ युट्युब थमेल हो, कति छ भनेर मलाई नसोध्नु कुरो। यो तानेर सकिने तानेको ताने छ। अब हेर्नुहोस्, अब यस्तै गरी हजुरलाई युट्युब थमेल होइन, बर्थडे चाहिए हो भने बर्थडे भनेर टाइप गरिदिनु भने यहाँ बर्थडेहरूको चाहिँ आउँछ कि कुरो। फेरि अब यहाँ बर्थडे मात्रै आउँछ होइन। तपाईँले एनिभर्सरी हो भने एनिभर्सरी जे खोज्नु छ नि त, यहाँ बर्थडेको मात्रै छ कि। अब यो तपाईँले खोज्दै जाने कुरो हो। त्यसैले यहाँ पनि के हो भने टेम्प्लेटमा गइसकेपछि हजुरलाई चाहिएको कुरा के हो भन्ने कुरा सर्च गर्ने कुरो। सर्च गरेर भएन, यहाँ क्याटेगोरी छ, यहाँ क्याटेगोरी छान्नुहोस् कि यही पनि दिन्छ नि त। के हो अल क्याटेगोरीको चाहिएको हो कि तपाईँलाई इन्स्टा पोस्टको लागि चाहिएको कि के चाहिएको, यहीबाट गर्नुहोस्, यसले सबै चिज दिन्छ कुरो। जस्तो हामीले यो टिकटक स्टोरीको लागि एकैचोटि गर्दा धेरै लागेको कुरो, तर तपाईँले गर्नु मलाई के विश्वास छ भने धेरै चिज गर्नुहुन्छ कि। कुमार सर, जस्तै अब हामीले फेसबुकमा पोस्ट गर्न पर्यो होइन, फेसबुकमा पोस्ट गर्नको लागि आफ्नो मानव आफ्नो बिजनेसको प्रचार गर्न होइन राख्नु पर्यो भने हामीले जुन अहिले युट्युबको देखाएको थियो नि थम्बनेल हो, त्यसलाई अगाडि राख्दा पनि त भयो, केही फरक परेन नि? केही फरक परेन नि, केही फरक परेन कि फेसबुक नै भनेर फेसबुकमा भनेकै फेसबुकको पनि मैले निकालेँ। फेसबुकको कुन साइजमा हजुरले गर्ने होइन। अब यहाँ यस्तो केही थम्बनेलहरू भनेको यसको डिजाइनिङ अलरेडी हुन्छ कि।
अब यो डिजाइनिङ छ नि म्याम, जस्तो यो डिजाइनिङमा हजुरले फोटो आफ्नो सुरुको राख्न सक्नुहुन्छ, कन्टेन्ट आफ्नो सुरुको राख्न सक्नुहुन्छ। यो पछि फोटो कहाँ राख्ने, अक्षरको डिजाइन के गर्ने, यो सबै हामीले दुःख गर्नु परेन कि डिजाइन यसले तयार गरिदिएको छ, यसैमा आफ्नो कन्टेन्ट राख्न सकिन्छ। धेरै डिजाइन छ, हजारौँ भने मैले हजारौँ डिजाइन छ कि, यति धेरै डिजाइन छ हेर्नुहोस्, कुरै नगर्नु। यसमा लेयर भएर छुट्टा छुट्टै हिँड्ने त हुँदैन नि सर, त फोटोसपमा यस्तो फ्यात्निमिज गरेर बल्ल एउटै बनिन्छ, यसमा त्यस्तो सिस्टम हुन्छ हुँदैन। भनेको गुरु फेरि भन्नु त त्यसो गुरु। जस्तो हामीले फोटोसपमा लेयर फरक फरक भएर हुँदैन हुँदैन गुरु, लेयर हुँदैन, त्यो एकदम इजी छ एकदम। मैले देखाएको थिएँ है गुरु, यो यसलाई मैले गुड मर्निङ लेखेकोलाई मैले यहाँ कस्टमाइज दिस टेम्प्लेट गरेँ। हजुर त्यसपछि यसलाई अब सबै काम गर्न मिल्छ कि गुरु। अब तपाईँले यो गुड मर्निङ लेखेको मर्निङको स्टाइल चेन्ज गर्छु भन्नुहोस्, इफेक्टमा जानुहोस्, यसको स्टाइल चेन्ज गर्नुहोस्, तपाईँले चेन्ज गर्न पाउनु, कहीँ यो अर्को आउँदैन होइन। जस्तो अब तपाईँलाई यहाँ केही कुरा थप्न मन लाग्यो, आफ्नै फोटो ल्याउन मन लाग्यो नि त, गुड मर्निङ भनेर आफ्नै फोटो ल्याउन मन लाग्यो, तपाईँ अपलोडमा जानुहोस्, अपलोडमा गएर तपाईँले सिधै फोटो ल्याएर राख्ने हो कि फोटोलाई फ्रेममा ल्याएर राख्ने हो, त्यो हजुरले फेरि रोज्ने कुरा भयो होइन। जस्तो फ्रेममा ल्याएर राख्ने हो भने यहाँ अपलोडमा जाँदा बित्तिकै सरी अपलोड होइन, इलिमेन्टमा गएर फ्रेम एउटा सर्च गर्नुहोस् गुरु। अब यो फ्रेमको तपाईँले फोटो यो मोडेलमा राख्ने, यस्तो यो मोडेल यस्तो, यो मोडेल दिएको यसले, हामीले कुन मोडेलमा राख्ने फोटो जुन पनि राख्न सक्छौँ, जरुरी छैन कि यही राख्ने भन्ने कुरा, हजुरले कुनै एउटा छान्ने। ओके मैले यसैलाई छानेलाई एकछिन ल, यसमा अब यो हाम्रो फोटा यो डिजाइनमा आउँछ कि यहाँनिर अहिले। अब यसको साइज के गर्ने, हजुरले साइज घटाउने कुरा त जान्नुभएको छ, साइज घटाउनुहोस्, फोटा यहाँ राख्नु, तपाईँको आफ्नो व्यवसाय हो भने व्यवसायको नाम के छ त्यो, त्यसको केही छ भने फोटा यहाँ राख्न सक्नुहुन्छ। अब यो फोटा कसरी ल्याउने मैले भनेकै छु, अपलोडमा जानुहोस्, अपलोड भएको फोटालाई चाहिँ तपाईँले के गरिदिनु त भन्दा अपलोड गरिदिनुहोस्। फोटो कम भएको परेछ है, ल मैले अब यही फोटो राखेको छु मान्नुहोस् न त। ब्याकग्राउन्डलाई इरेज गर्ने कहाँबाट भन्नुभएको थियो सर? हजुर भनिहाल्छु नि, ल है यो फोटो आयो नि त। अब यो फोटो आयो सबै उस्तैको उस्तै भयो। अब यसको तपाईँ वरिपरि कलर लगाउन मन लाग्यो भने यहाँ जानुहोस्, यहाँ लाइनमा क्लिक गर्नुहोस्, त्यसपछि यहाँ ब्ल्याक छ, यो ब्ल्याकलाई तपाईँले चेन्ज गरेर रेड गरिदिन मन लाग्यो भने रेड गरिदिनुहोस्। हेर्नु त यहाँ रेड आयो त्यसको वरिपरि। यसरी हामी यसको छुट्याउन सक्छौँ कि, किनभने यसको ब्याकग्राउन्ड नभएको फोटा थियो, ब्याकग्राउन्ड नभएको फोटा भएको कारणले गर्दा केही पनि देखिएन, ब्याकग्राउन्ड भएको भए चाहिँ हुन्थ्यो। अब ब्याकग्राउन्ड कसरी हटाउने भन्नुभएको छ एकजना सरले, मैले ब्याकग्राउन्ड पनि हटाइदिउँ नि त। ल मैले अब आफ्नै ब्याकग्राउन्ड हटाइदिएँ, यो छ मेरो फोटा सर। यो फोटाको ब्याकग्राउन्ड हटाउनलाई केही गर्नु पर्दैन, बिजी रिमुभ भन्नेमा जाने ब्याकग्राउन्ड हटाउँछ, तर फ्रीवालाले बिजी रिमुभको अप्सन नदिन सक्छ। यस्तो सङ्केत दिएको हुन्छ, यो सङ्केत तपाईँको येल्लो कलरको छ भने तपाईँलाई त्यसले पैसा सब्सक्रिप्सन ल्याऊ अनि मात्रै काम गर भन्छ। ल हेर्नुहोस् न, अब यो फोटालाई गुड मर्निङ भनेर ड्याङ लगाएर कति ठुलो गराउने त हजुर, गराइदिउँ न त। ठुलो त हजुरले आफ्नो इच्छा अनुसार गराउने बेला सारेर कता कता लैजाने। त्यो पछाडिको रुख छ नि सर, त्यसलाई चाहिँ नि पछाडिको पर्दालाई हटाउन सकिन्छ नि। पछाडिको पर्दा भनेको गुरु पछाडिको जस्तो चौरको त्यो कलर छ नि, त्यसलाई पनि हटाउन मिल्छ? यसको मिल्दैन नि, यो हटाउनु लागि तपाईँले के गर्ने भने यो सबै इमेजै हटाएर अघि मैले भने जस्तै कुन जस्तो पछाडि के राख्ने पहिला तपाईँले राखेर त्यसपछि अरू के थप्ने एड गर्दै जाने। यो के हो भने यस डिजाइन तपाईँलाई यो मन परेको, यसमा भएको फोटो र कन्टेन्ट मात्रै चेन्ज गर्ने हजुरले, ब्याकग्राउन्ड चेन्ज गर्ने होइन, ब्याकग्राउन्ड सेम हुन्छ गुरु। ओके, त्यसमा अब जस्तो लाइट दिनलाई कसरी दिन्छ सर? लाइट दिने भनेको गुरु कुनै त्यही फोटोमा पनि लेयरमा गरेर गरिन्छ नि फोटोसपमा, यसमा अलरेडी तपाईँको फोटा जे छ त्यसको त्यो लाइटिङमा चाहिँ फेरि हामीले काम गर्दैनौँ गुरु। यो अलरेडी यसले फुल साइज फुल उसमै दिएको हुन्छ कि, यसैले दिएकोमा गर्ने हो, लाइट हुन्छ। हजुर हामीले छुट्टै लाइट दिनु परेन, छुट्टै लाइट दिनु परेन, धेरै इजी गराएको छ। ओके, हामीलाई फोटोसप पावर पोइन्ट नजानेको मान्छेलाई अलिकति समय लाग्ने रहेछ यो चाहिँ अलि सिक्न। कसले भन्नु यस्तो कुरा, कसले भन्नु यस्तो कुरा, खै मलाई भन्नु। हजुर हजुर मैले भने
यस्तो नै कुरो मलाई मेरो एउटा रिक्वेस्ट के हो भने नि हजुर संसारमा कसले के गरिसक्यो हामी जस्ताले केही गर्न सक्दैन भन्न थालियो भने केही गर्न सकिन्न के कुरो हेर्नुस् जसले यो संसारमा जे गरेको सब एउटै कुराले गर्यो त्यो उसको थट हो कि जुन दिन म सक्छु भन्ने हुन्छ नि रियलमा निद्रा लाग्दैन के सर न तपाईलाई कुमार गुरु चाहिन्छ न जागरण चाहिन्छ न कोहीले सिकाउनु पर्छ तपाईले अटोमेटिकली भेट्नुहुन्छ के त्यो त्यसैले पावर अफ थट एकदम खतरा कुरा हो जब तपाईको सोचाइ तपाईको अनकन्सियस माइन्डमा जान्छ नि म 2086 मा काठमाडौँमा घर गराउँछु भने तपाईको परे पनि तपाईको घर बनाउनु छ कि थाहा छैन कसरी बन्छ घर भन्ने कुरा म मास्टर्स पास गर्छु म जागिर खान्छु म अमेरिका जान्छु भन्नुस् बन्छ अब अहिले भर्खर भने विश्वास लाग्दैन हेर्नुस् कसरी भन्या छ भन्ने हुन्छ हैन अहिले चाहिँ भन्दिया छु तर मैले भन्न त भन्दै कुमार सरले भनेर भन्दै तर मेरो होला जस्तो छैन भने सोच्नु त हुँदैन त त्यही भएर सक्छु भन्ने के त्यो भित्रैदेखि त्यो हुन्छ नि त आउँछ नि हजुरलाई पनि थाहा छ कि फेरि यदि साइकल चलाउनुहुन्छ तपाईँ भने त्यो खेतको आलीमा साइकल चलाउँदाखेरि म लोड्छु भने दिन लोड्नु भएको छ म सक्छु भने दिन सक्नु भएको छ कि विश्वास सबभन्दा ठुलो कुरा छ त्यसैले सर केही फरक पर्दैन अघि कृष्ण सरले भनेर हजुरलाई त्यस्तो लाग्यो हो कि कृष्ण गुरुले चाहिँ पहिला चलाउनु थियो त्यही भएर म चाहिँ खतरा जान्नु नि म त आज सक्ने भने लाग्यो हो एकचोटि कल्पना गर्नुहोस् सकिहाल्छु म पनि सकिन्छु है त हस् मलाई घन्टी बजाउँदैछ तलबाट साथीहरूले बोलाउनु भएको छ खाना खाएको छैन भनेर होला सायद केही छ यहाँसम्मको कुरामा केही छ साथीहरू ठिक छ अब प्र्याक्टिस गर्छौं सर त्यसपछि अनि अब अर्को दिन बरु एकदमै प्र्याक्टिस गर्नुस् भोलिको कक्षा एकदमै खास हुनेवाला छ सर म्यामहरु डे 2 को क्लास कसैको छुटेको छ भने प्लिज डे 2 को क्लास कसैको छुटेको छ भने प्लिज डे 2 को क्लास कसैको छुटेको छ भने प्लिज भिडियो हेरेर यो जेम्स तयार गर्नुपर्ने जेम्स तयार गर्नु होला इमेज जेम्स र भिडियो जेम्स तयार भएको छैन भने भोलिको क्लास हजुरले सप्ताह सुने जस्तो हुनेवाला छ जसले तयार गर्नु भएको छ गजबले रमाएर अगाडि बढ्नु छ जसले डे 2 मा प्रम्प्ट को काम गर्नु भएको छैन त्यो साथीले भोलिको क्लास यति झुरुनेवाला छ हजुरको यहाँ साथीहरुले कस्तो खतरा खतरा भिडियो गराउनुहुन्छ मेरो त हुँदै भएन म त सक्दै सकेन म त बर्बाद भन्नु त्यसैले मैले फेरि भने डे 2 को भिडियो छ हाम्रो ग्रुपमा त्यसलाई हेर्नु होला मेरो भिडियो बनाएको सर अडियो त बनाएको जेम्स मात्रै डाउनलोड गरेर अनि हेर्नु पर्छ इमेज र भिडियो जेम्स तपाईको ल्यापटप र मोबाइलमा हुनु पर्यो भोलि हामी कसरी सिन बाइ सिन भिडियो क्रिएट गर्ने भन्ने कुरा चाहिँ गर्छौं भोलि अलि खतरै कुरा हुन्छ सर म्यामहरु भोलि तपाईलाई त्यो इमेज र भिडियो गराउने पुरै कुरा चाहिँ हामी सिकाउँछौं र तपाईहरुको सर्टिफिकेट पनि भिडियो चाहिँ बनेन के भिडियो बनाउन सिकाएकै छैन त कहाँबाट हुन्छ सिकाएकै छैन हामीले सिकाउँछौं प्रम्प्ट मात्रै हो त्यसैले अझै पनि कसैले आफ्नो नाम दिनुभएको छैन भने नाम इमेल के मागेको थिएँ मैले भोलि तपाईहरुको प्रमाणपत्र बन्छ र प्रमाणपत्र तपाईहरुले दिएकै मेलमा आउँछ मेल गलत दिनु भएको छ भने फेरि समस्या हुन्छ त्यसैले मैले भने जसको नाम छुटेको छ सबै साथीभाइहरु त्यसले आफ्नो नाम जीमेल मलाई पठाउनु होला मलाई भ्याउनु भएन म अलि व्यस्तै छु फेरि दिउँसो पनि क्लास बेलुका पनि छ मोना म्याम हुनुहुन्छ देवी गुरु हुनुहुन्छ राज गुरु हुनुहुन्छ नभए त्यही ग्रुपमा जुन ग्रुप तपाईहरुको छ नि बनेको त्यही ग्रुपमा हाम्रो त्यो काम गर्ने सर पनि त्यही हुनुहुन्छ त्यही पठाउनु होला काम बन्छ सर मेरो अलिकति जिज्ञासा छ प्लिज प्लिज मैले यो क्यानभाबाट 1 2 3 4 पेज क्रिएट गरे सर हैन अनि मैले अरूलाई सो गर्दाखेरि यसलाई डाउनलोड गरेरै गर्ने कि क्यानभाबाटै जाँदा गर्ने सर कसरी गर्दा ठिक हो जस्तै के पर्पजको भनिसक्नु उसको हजुरले फेसबुकमा पोस्ट गर्दा मेरो प्रत्येक पेज देखियोस् भन्ने हो कि कसैलाई 5 वटै पेज पठाउनु पर्ने हो कि के हो भनिसक्नु फेसबुकमा हेर्दा नि भइहाल्यो फेसबुकमा हेर्दा चाहिँ कसरी गर्दा लागि दुईटा कुरा एउटा कुरा के भने हजुरले फोटा बाइ फोटा गर्ने हो भने त्यसमा एउटा एनिमेसन राख्नुस् एनिमेसन राख्यो भने त्यो समय माथि 5 सेकेन्ड भन्ने थियो नि त्यसलाई 10-15 सेकेन्ड गराउनुस् एउटा फोटालाई एउटा स्लाइडलाई अनि डाउनलोड गर्दाखेरि त्यो शेयरमा गएर डाउनलोड अप्सनमा जाँदाखेरि MP4 भिडियो भन्ने क्लिक गरेर चाहिँ डाउनलोड गर्नुस्
त्यो भिडियो हुन्छ अनि भिडियोको रूपमा त्यसले तोकेको समय सबै स्लाइड देखिन्छ, एउटा विकल्प। अर्को तपाईँले पिएनजीमा गर्नुभयो भने तपाईँको जतिवटा स्लाइड बनेको छ त्यहाँ त्यो डाउनलोड अप्सनमा जसरी पेज लेखेको हुन्छ, अल पेज भन्नेमा टिक लगाइएन भने कहिलेकाहीँ सिंगल पेज डाउनलोड हुन सक्छ, करेन्ट पेज हुन सक्छ। अल पेज अलिकति गर्नु मैले सो गर्न चाहेँ, थोरै मैले सो गर्न चाहेँ। मैले यहाँ जस्तै बनाएँ एन्सर यो 1 2 3 4 मैले बनाइसकेँ यो। अब यसलाई मैले अरूलाई जस्तै पढाउनु पर्यो भने चाहिँ कसरी सो गर्ने, यो डाउनलोड गरेरै गर्ने कि यसबाटै गर्ने भन्ने कुरा छ मेरो। अरूलाई सिकाउनु पर्यो भने हजुरले आफ्नो मार्केटिङको कुरा गर्नुभएको होइन, त्यो हजुर गर्दा हजुरले यसैबाट साथीहरू पहिलो काम हामी यो गर्छौँ त्यसपछि यो गर्छौँ यसैबाट पनि सो गर्न मिल्यो होइन। अर्को भनेको तपाईँले यसलाई डाउनलोड गरेर अनि फेरि यसलाई सिधै डाउनलोड पिपिटी गरौँ न, पिपिटिएक्स गरौँ न, 1 बाई 1 देखाउन मिलिहाल्छ। तल फर्केको एरो कि माथि फर्केको यो? सेयरमा दुइटै, सेयरमा जानु त माथिको सेयर वालामा माथि फर्केको होला, त्यसपछि सेयरमा छैन। डाउनलोडमा क्लिक गर्नु त, सेयरको तल डाउनलोडमा। अब हेर्नुहोस्, डाउनलोड क्लिक गर्दा एकैछिन माथि भनेछ नि फाइल टाइप छ नि, यो फाइल टाइपमा हजुरले यहाँ क्लिक गर्नु त, यहाँ पिपिटिएक्स भन्ने आउँछ कि पिएनजी को साइडमा, ऊ लास्टमा छ पिपिटिएक्स भन्ने छ, हेर्नु त पिपिटिएक्स लास्टमा। हजुर त्यसमा क्लिक गर्नु। हजुर सर। ओके, अब डाउनलोड गर्नु। यो अटोमेटिकली मेरो ग्यालरीमा बस्छ सर यो अनि? अब ग्यालरीमा फोटो होइन, ग्यालरीमा बस्दैन, तपाईँको पावर पोइन्ट सो हुन्छ यो कि। पावर पोइन्ट स्लाइड हजुरको केमा सो हुनेछ, हजुरले के राख्नुभएको छ मोबाइलमा त्यसैमा खुल्छ, यो फाइल के भन्छ फाइलमै गएर बसेको हुन्छ। अब यो सेयर गर्नु पर्यो भने यहाँ सेयर अप्सन छ, यहाँ फाइलमा बस्ने सर। डाउनलोडमा हेर्नु त, डाउनलोडमा त्यो त्यही यो गर्न, यो के भन्छ इम्पोर्ट पिपिटी भ्यू भन्ने छ तपाईँको। यस्तो छ मोबाइलमा, अब पावर पोइन्ट त सो हुन्न, 1 बाई 1 चाहिँ सो हुन्छ यसरी। फेरि यसले डाउनलोड भन्छ त सर? होइन, यो पिपिटी भयो कि तपाईँकोमा पावर पोइन्ट सो गर्ने अप्सन मोबाइलमा त हुँदैन, मोबाइलमा त पिडिएफ मात्रै सो हुन्छ, त्यस कारणले गर्दा यसले यो स्वरूपमा देखाएको। तर राम्रो हजुरलाई यदि मोबाइलबाटै काम गर्ने हो भने सिधै उसबाटै गर्नुहोस्, क्यानभाबाटै सो गर्नुहोस्, 1 बाई 1 देखिन्छ। ल्यापटपमा लैजाने हो भने मात्रै पिपिटिएक्स गर्नु भइहाल्छ। हस्, थ्याङ्क यू सो मच सर। हस्, अरू साथीहरूको केही छ? साथीहरू चिन्तन गर्नु होला। हजुर प्लिज बलराम गुरु। हजुर सर, मैले यो कन्फ्लिक्ट म्यानेजमेन्ट को चाहिँ एउटा पावर पोइन्ट बनाउनु खोजेको थिएँ, अनि यसमा प्रेजेन्टेसन कसरी तयार गर्ने सर? केबाट गर्दैछ त्यो कुरो? यही क्यानभाबाट। क्यानभाबाट? क्यानभा सरलाई एकचोटि सेयर गरौँ सर, मैले खोलेकै छु। सेयर गर्छु गुरु। हस्। अब यसमा मैले कहाँ गएर त्यो कुरा लेख्ने हजुर, त्यो यस्तो बनाइदिए भनेर कहाँ गएर उसलाई चाहिँ अर्डर दिने? भनेको हजुरले यसबाट पावर पोइन्ट बनाइदिए भन्न खोज्नुभएको गुरु डाइरेक्ट? हजुर हजुर सर, अघि हाम्रो पावर पोइन्टको कुरो पनि आएको थियो नि त, प्रेजेन्टेसनको लागि। पावर पोइन्टको कुरा आएको थियो गुरु।
केही हजुर छैन। के छ त्यो यहाँ यो क्यानभा एआईमै गएर त्यसलाई भन्नु पर्यो गुरु। सबभन्दा पहिला क्यानभा एआईमै गएर के भन्नु पर्यो भने मलाई यो कन्टेन्टमा यतिवटा स्लाइड तयार गरिदिए भनेर लेख्नु पर्यो। उसले स्लाइड तयार गरिदिन्छ अनि त्यसपछि बल्ल हामीले बाँकी डिजाइनिङको काम गर्नु पर्यो गुरु। ए त्यसको लागि म कहाँ जानु पर्यो गुरु? होममा जानु त, डिजाइनमा जानु त, डिजाइनमा क्लिक गर्नु। के भन्छ डिजाइनमा छौँ हामी। हजुर जेनरेट डिजाइनमा क्लिक गर्नु त, जेनरेट डिजाइनमा डिस्क्राइब योर आइडिया डिजाइन यही लेख्नु त। यही लेख्यो भने यसले केही भन्छ होला। माथि डिस्क्राइब योर आइडिया भनेको छ नि, यहाँ केही लेख्नु त। के चाहियो हजुरलाई माथि लेख्नु? मलाई चाहिएको कन्फ्लिक्ट म्यानेजमेन्ट टिचर लेख्नु न, के गर्छ हेरौँ न के छ त। अरू साथीहरूको केही छ? हाम्रो यो टिमको साथीहरूसँग हामी एकछिनपछि खाना खाएर बस्न मिलिहाल्थ्यो। प्लिज खोल्नुहोस् है ढोका हजुर। हजुर सर पहिला खाना खानुहोस्। सरी है सर, मैले सरलाई डिस्टर्ब गरेँ। ओके, यसो गरौँ गुरु, हजुरले यो गर्नु भएन भने अहिले हजुरसँग म बस्छु गुरु है। बलराम गुरु हस् सर, हस् सर, हस्। यसलाई फर्मल रूपमा हामी सक्छौँ अनि त्यसपछि। हस्, थ्याङ्क यू सर। यसलाई इन्टरभ्यू दिनुहोस् न। हुन्छ गुरु, यसलाई इन्टर गर्नु होइन। यो क्लिक छ नि बटनमा क्लिक गर्नु यता साइडमा, हो त्यसमा सबमिट गर्नु न। जेनरेट गरिसक्यो यसले। जेनरेटमा जेनरेट डिजाइन गर्दैछ। त्यसलाई यहाँ एकछिन अफ गर्नु त। हुन्छ सर म्यामहरू, भोलि हामी ठिक 7 बजे जुट्नेछौँ। मैले फेरि भनिहालेँ, भोलि हामी इमेजमा काम गर्नेछौँ, भिडियोमा काम गर्नेछौँ। फाइनली हाम्रो भिडियोको कुरा हो, तर भिडियो इमेजलाई कसरी बोल्ने बनाउने भन्ने कुराहरू चाहिँ गर्नेछौँ। यो गर्दै गर्दा धेरै डिभाइसहरूमा फेरि यो प्रो भर्सन नभएको कारणले गर्दा धेरै काम नगर्न दिन सक्छ। अहिले जेमिनीको धेरै ठुलो इस्यु आएको छ। मिना म्यामले मलाई अस्तिदेखि म्यासेज गर्नुभएको छ। धेरै साथीहरूले जेमिनी भनेर भन्नुभएको छ, तर मैले 4-5वटा सप्लायरसँग कुरा गर्दा पनि यसपटक जेमिनीले त्यो सबै ब्लक गरेको अवस्था रहेछ कि, त्यही भएर इजिली पाएको छैन। फेरि अर्को एकजना मान्छेसँग कन्ट्याक्ट गरिरहेको छु। मेबी भोलिसम्म पाएँ भने मलाई जो साथीहरूले भन्नुभएको छ त्यो साथीहरूलाई म प्रोभाइड गर्छु। म त्यसमा लागिरहेकै छु। बाइ द वे भएन भने पनि केही छैन, तरिका सिक्छौँ, जहिले आउँछ त्यहिले काम गर्छौँ भन्दै बाँकी सेसनका लागि मुना म्याम म हार्दिक अनुरोध गर्छु प्लिज। हस्, धेरै धेरै धन्यवाद आदरणीय प्रशिक्षक कुमार गुरु। आदरणीय सर म्यामहरू, आज हामीले क्यानभा सिकेका छौँ। भोलिदेखि हामीलाई हाम्रो डिजाइनले नै चिनाउनेछ। यतिन्जेलसम्मको महत्त्वपूर्ण कक्षाका लागि आदरणीय प्रशिक्षक कुमार गुरुलाई जोरदार ताली बजाएर सम्मान गरिदिनु हुन मैले यहाँहरू सबैजनालाई हार्दिक अनुरोध गर्दछु। यस्तो गजबको कक्षाका लागि आदरणीय गुरुलाई धेरै धेरै बधाई तथा धन्यवाद व्यक्त गर्दछु। आदरणीय सर म्यामहरू, डिजाइन कुनै महँगो सफ्टवेयरले बन्दैन, हाम्रो सही सोच र क्यानभाले निर्माण गर्नेछ। भोलिदेखि आजका हामी सिकारु, भोलि चाहिँ बजारमा डिजाइनर भएर स्थापित हुनेछौँ भन्ने अपेक्षा गर्दै यतिसम्मका लागि धीरतापूर्वक हाम्रो कक्षालाई सुनेर कक्षामा सक्रिय सहभागिता जनाइदिनु भयो। यसका लागि सम्पूर्ण व्यक्तित्वहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै आदरणीय गुरु कुमार प्रसाद सापकोटाज्यूलाई पनि हार्दिक बधाई धन्यवाद प्रकट गर्दै अब भने आजका लागि हामी छुट्नेछौँ। फेरि भोलि चाहिँ 7 बजे ठिक सबैलाई हामीले पठाउन ग्रुपमा पनि गुरुले धेरै हताको सुनेर मैले धेरै प्रतिक्रिया लिन चाहिनँ आज, किनभने सर पनि व्यस्त हुनुहुन्छ भनेर। त्यसैले आजको कक्षा यही समाप्त हुन्छ। ल, सबैजनालाई शुभरात्रि। अब फेरि भोलि शुभरात्रि, नमस्कार।